प्रणाम जी संपूर्ण उपस्थित सुंदर साथ जी को नूरी चरण कमल में प्रथम लागू दो चरण को धनिये न छुड़ायो खिन लाकतली लालयणिया मेरे जीव के यही जीवना इन पाओ तले पड़ी रहूं धनी नजर खोलो बातु न पलन वालों निरखू नेत्रे मेरे जीव के यही जीवना पलन वालों निरखू नेत्रे मेरे जीव के यही जीवना। प्राण वल्लभ प्राण प्रियतम धाम दुल्हा अक्षरातीत पूर्ण ब्रह्म सजिदानंद स्वरूप हक श्री प्राणनाथ जी, श्रीराज जी का अति लाडला प्यारा प्यारा सुंदर साथ जी, श्री निजानंद युवा परिषद नेपाल द्वारा संचालित महीना व्यापी श्रीमुख वितक साहेब चर्चा को आज हामी 22औं दिनमा उपस्थित भएका छौं। आज मिति 2083 साल भाद्र 8 गते तदनुसार 24 अगस्त 2026 सोमबारको दिन। सर्वप्रथम आजको कार्यक्रममा हृदयदेखि नै स्वागत गर्दछु। महीनाव्यापी श्रीमुख वितक साहिब चर्चाका प्रमुख वक्ता श्री निजानन्द सम्प्रदायका धर्म प्रचारक आदरणीय बालाजी सापकोटाज्यूप्रति, यसै गरी निजानन्द सम्प्रदायका वाणी गायक गायिकाज्यूहरू, देश विदेशबाट आत्मिक लाभ लिनको लागि उपस्थित हुनुहुने सम्पूर्ण राज्यका अति लाडला प्यारा प्यारा सुन्दर साथीहरू, हामी भर्चुअल रूपमा उपस्थित भएका छौं। जुमको माध्यमबाट अनलाइन श्रीमुख वितक साहिब चर्चा श्रवण गर्दैछौं। यो कार्यक्रम ठिक 7:30 बजेबाट प्रारम्भ भएर 9 बजेसम्म सञ्चालन रहनेछ। यस अवधिमा सम्पूर्ण सुन्दर साथीहरूलाई भिडियो अन गरेर बसिदिनु हुनको लागि र आवश्यकता अनुसारले म्युट अनम्युट गरिदिनु हुनको लागि म विनम्र अनुरोध गर्दछु। सुन्दर साथी, वितकको चर्चाको दौरानमा हामी हिजो सुरत हुँदै मेडताको वृत्तान्त हामीले श्रवण गर्यौं। सुन्दर साथी, मेडतामा श्रीजी साहेबजी इन्द्रावतीको आत्मले मिनारबाट बाङको आवाज सुन्नुहुँदछ, ला इल्ला इल्ला रसुल मोहम्मद भनेर। तत्पश्चात अब यहाँबाट कतै पक्ष अर्थात् पुराण पक्षीय ज्ञानको पनि चर्चा प्रारम्भ हुँदछ र अबको आजको दिनमा हामीले पुराणबाट पनि चर्चा प्रारम्भ भएको प्राप्त गर्न सक्दछौँ वितकको दरम्यानमा। किन भन्दा सुन्दर साथी, पहिला नै सद्गुरु महाराजले भन्नुभएको दुई आत्माहरू शकुण्डल अनि सकुमार महान राजाहरूको दिलमा बसेर अर्थात् जीवमा बसेर खेल हेरिरहेका छन्। यी दुई आत्माहरूलाई जागृत गरिसकेपछि सम्पूर्ण खेल अर्थात् सम्पूर्ण आत्माहरूको जागृति हुनेछ र खेल खत्म हुनेछ। त्यसकारणले उनीहरूलाई जगाउनु पर्दछ भनेर पहिलो भेटमा नै इन्द्रावतीको आत्मलाई श्यामजीले भन्नुहुन्छ सुन्दर साथी। र अब ती आत्माहरूको खोजीको क्रममा अब ब्रह्ममुनि अर्थात् सुन्दर साथीहरूलाई जग्गा जग्गा पनि पठाउनु हुँदछ। राजाहरू कतै यी राजाहरूको तनमा बसेर खेल हेर्दै त छैनन् भनेर उहाँले पठाउनु हुँदछ। यो क्रमको वितक अब हामी श्रवण गर्दछौँ। सम्पूर्ण सुन्दर साथीको प्रणामबाट प्रणामजी अर्पण गर्दै आजको चर्चा प्रारम्भको लागि म आदरणीय धर्म प्रचारक बालाजी सापकोटाज्यूलाई विनम्र अनुरोध गर्दछु। प्रणाम जी। जी सुंदर साथ जी प्रणाम जी। बोलिए श्री प्राणनाथ प्यारे की जय, बोलिए श्री सद्गुरु महाराज की जय, सर्व सुंदर साथ की जय। चर्चा प्रारंभ होत है, सुनो साथ चित्त दे, भजो राज श्यामा श्री प्राणनाथ, सखी जीवन हमारा ये। श्री महामति कहे साथ जी, भया चर्चा का बखत, अब तुम सुनियो चित्त दे, लाल आगे आए बैठे इना तखत, लाल आगे आए बैठे इना तखत। श्री महामति कहे साथ जी,
यहाँ लो इसे कायलामा, अब मोहम्मद को मिल चला, कहूँ एक दिन आदमा, कहूँ एक दिन आदमा, यहाँ लगे बेकतिब की। प्रणाम। यहाँ लगे कतेब की। अक्षरातीत प्राण वल्लभ प्राण प्रियतम आज भाइको धाम हृदयमा विराजमान भएर 5 दिनको यो घटनाक्रम जहाँ श्रीजी मेरतामा विराजमान हुनुहुँदछ आफ्नो ब्रह्मात्मा सुन्दर साथलाई लिएर। यो मेरतालाई राज्यले पहिले दिलमा लिनुभएको थियो कि यहाँ कस्तो खालको घटना घट्ने हो भन्ने। मेरतासम्म आइपुग्दाखेरि अहिलेसम्म हामीहरूले वितकमा श्रवण गर्दै आयौँ कि इन्द्रावतीको धाम दिलमा विराजमान हुनेवाला अक्षरातीतले वेद पक्ष हिन्दू पक्षको जति पनि धर्म ग्रन्थहरूका सबै भविष्यवाणीलाई पूर्ण गर्दै आउँदै हुनुहुन्छ। वेद पक्षको ज्ञानहरूलाई दिएर जति पनि हिन्दूको तनमा परमधामका ब्रह्म आत्माहरू विराजमान भएका थिए ती ब्रह्म आत्माहरूलाई जागृत गराउनुहुन्छ। अरू जीव सृष्टिहरूलाई पनि अक्षरातीतको स्वरूपको पहिचान गराउनु हुँदछ। र यो मेहरतासम्म आउँदाखेरि यहाँ के चोपे आयो, यहाँ लगे वेद कतेब की, यहाँ लगे कतेब की। यहाँसम्म चाहिँ कतेब पक्षको कुनै पनि कुरा टच गर्नुभएको थिएन। तर अब यहाँ जब अक्षरको आत्मको लीला सुरु हुँदछ, अक्षरको आत्मलाई उतार्ने कारण बुझ्यो नि सुन्दर साथजी। तेस्रो दिनको लीलामा अक्षरको आत्मलाई मुस्तफा बेगको तनमा उतार्नु कारण के रहेछ त? यो अवसर आज जुन मेरताबाट अब अगाडि दिल्लीको जुन प्रसङ्ग सुरु हुनेछ यसको कारण पहिले राजीले 9वीं सदीमै सुरु गरिदिनु भएको थियो। जब हामीहरू ब्रज राजको लीला खेलिसकेर परमधाम वापस जाँदछौँ त्यही राजीले दिलमा लिनुभयो आउनेवाला जागनीको लीलामा त सब कुछ तयारी अहिलेदेखिबाट गर्नुपर्दछ भनेर दिलमा लिइसक्नु भएको थियो। त्यसैले अक्षरको आत्मलाई र आफ्नो आवेशको शक्तिलाई जोशको शक्तिलाई ल्याएर मुस्तफा बेगको तनमा बसाएर के गराउनु भयो, अक्षरको आत्मलाई आफ्नो परमधाममा मूलमिलामा बोलाएर 90,000 हरफ बात गराउनु भयो। त्यसमा 30,000 हरफ तिम्रो हो, तिमीले लगेर उहाँ शरीयतको रूपमा ज्ञान फैलाऊ, सबैको हृदयमा यो बसर गराऊ, सबैको हृदयबाट हैवानी पशुवृत्ति हटाऊ र खुदाको इबादत गर्न सिकाऊ। खुदा आउने भर्दा रोज भोलिको दिनमा खुदा ताला आउनुहुन्छ र बस तिनै इसाराका वचन देखेर बस खुदाको पहचान गरून् भनेर त्यतिखेर सन्देश दिन भनेर पठाउनु भयो। राज्यले कसलाई रसुल बनाउनु भयो? मोहम्मदलाई रसुल बनाउनु हुँदछ। अक्षरको आत्मलाई नै खेलमा मोहम्मद भनेर चिन्न सकिन्छ सुन्दर साथजी। र अक्षरको आत्मलाई यहाँ मोहम्मद बनाएर पठाउनु भयो त आफ्नो रसुल बनाएर पठाउनु भयो। यो थियो कारण आजको दिनमा यो मेरतामा जब श्रीजी पुग्नु हुँदछ अनि यही ला इल्ला इल्लाह मोहम्मद रसुल अल्लाह भनेर कलमा सुन्नु पनि कि यो भन्दा अगाडि कलमा सुन्नु भएको थिएन र? अवश्य सुन्नु भएको थियो। र यही मेरताको ठाउँमा चाहिँ राज्यले दिलमा लिनुभएको थियो कि अब अक्षरको आत्मको लीला अब अगाडि गएर सुरु हुँदछ। उसलाई तेस्रो दिनको लीलामा जाहिर गर्नुको मतलब के थियो? त्यतिखेर सिर्फ कुरानलाई उतार्नु थियो, तर अब उसलाई पनि जाहिर गर्ने समय आएको छ। त यो जागनीको लीलामा अब जहाँ मेरतामा श्रीजी पुग्नु भएको छ अब मोहम्मदको आत्म अक्षरको आत्मले अब यहाँ के गर्दछन् भन्दाखेरि ला इलाहा इल्लल्लाह मोहम्मद रसुलल्लाहको अब त्यो भेद जुन अब श्रीजीको मुखारबिन्दबाट बाहिर उजागर गर्दछन्। अब यो उजागर गर्ने कारण पनि के हो सुन्दर साथजी? हामीहरूले सुनिहाल्यौँ अहिले भर्खर कि राज्यले अक्षरको आत्मलाई आफ्नो परमधाममा बोलाएर मेहराजको रात्रिमा 90,000 हरफ बात गराउनु भयो, 30,000 दिएर पठाउनु भयो, कुरानको रूपमा अवतरित भयो। तर आज यो मेरतामा के गरिदिनु भयो? मोहम्मदलाई दिएको त्यो 30,000 हरफको सन्देश पनि अब आफ्नै जुबानबाट चाहिँ संसारमा जग जाहिर गर्नु हुँदैछ। मक्कामा राम्ररी जाहिर गर्न नसकेको अवस्था हिजो हामीहरूले सुनिहाल्यौँ कसरी हजरत हजित करी लेने को मक्का फतेह करी दज्जाल की कुछ करी दारुल बक्का जाहिरी पनि बातुनी पनि हामीहरूले बुझ्यौँ। यानी मोहम्मद साहबलाई राज्यले त्यत्रो 30,000 को ज्ञान दिनुभयो, कुरानको रूपमा ज्ञान अवतरण भयो, तर मक्काका कसैले पनि त्यो कुरानको ज्ञानलाई अनुसरण गरेनन्, आत्मसात गरेनन्। मदिनामा आएर कुरानका गिने चुने शब्दहरूलाई जाहिर गरे, त्यसमा जसले जसले इमान ल्याए त ठिकै छ, इमान नल्याएकाले विरोध गरे सुन्दर साथी। तर अब अरू रका जति पनि इसाराहरू थिए, अरू रका जति पनि निशानीहरू थिए, साक्षी गवाहीहरू थिए जुन 28औं कलिजुगमा यो जागनीको लीलामा घट्नु थियो,
9वीं सदीमा भनेका कुराहरू 11वीं सदीमा पूर्ण रूपले घट्नु थियो। त्यो घटित हुने घटनाहरू चाहिँ अब कसको मुखारविन्दबाट चाहिँ, कसको तनबाट चाहिँ जाहेर हुँदैछ भन्दाखेरि यहाँ इन्द्रावतीको मुखारविन्दबाट अब यो बाहिर निक्लिँदैछ। सुन्दर साथी, अक्षर की आत्म कहाँ बसेकी छिन्? बस इन्द्रावतीकै धाम दिलमा। धनी जी को जोश, आत्म दुल्हन, नूर हुकम, बुद्ध मूल वतन, ये पाँचों मिल भई मोहम्मद, वेद कते पहुँची शरद। नहीं, वेदले त शरत दिइराखेको छ। आए दिन राज्यले वेद पक्ष यानी हिन्दू धर्म ग्रन्थको पक्षले चाहिँ चर्चा गर्दै आउनुभएको छ र अब विजयाभिनन्द बुद्ध निष्कलङ्क स्वरूप आउनुभएछ भनेर 101 चिन्तामणि पनि आउँदछन् चरणमा, लक्ष्मण सेठ पनि आउनु हुँदछ। सोच्नुहोस्, जो अरू अरू धर्म सम्प्रदायमा बसेका ब्रह्मात्माहरू कसरी आए त? किनकि वेद पक्षको हिन्दू धर्म ग्रन्थको पक्षले उहाँहरूले चिने कि विजयाभिनन्द बुद्ध निष्कलङ्क स्वरूप जाहिर हुनुभएछ, आउनुभएछ हामीहरूलाई जागृत गराउनको लागि भनेर चिनेर त उहाँहरू चरणमा आए, उहाँको स्वरूपलाई देखे। मिहिराजको भित्र इन्द्रावतीको आत्मको दिलमा विजयाभिनन्द बुद्ध निष्कलङ्क स्वरूपको पहिचान गरेर आफ्नो घरबार सब कुछ छोडेर महाजर बनिएर उहाँहरू आज जागरणको कार्यमा निक्लिराख्नु भएको छ। किनकि वेद पक्षले प्रमाणित गरिसक्यो कि अब जाहिर हुनुभयो विजयाभिनन्द बुद्ध निष्कलङ्क स्वरूप। तब रहको के थियो? कतै पक्षबाट रहको थियो। अब यो पनि यहाँबाट अब सुरुवात हुँदैछ। जुन मोहम्मदलाई 30,000 हरफ ज्ञान दिनुभएको थियो शरीयतको, अब यहीँबाट त्यो कुरानको भित्रको गुज्ज कुराहरू पनि अब इन्द्रावतीको मुखारविन्दबाट यहाँ जग जाहिर हुँदैछ है सुन्दर साथी। त्यसैले यहाँ यो कलमा सुन्नु र अनि भित्रबाट जब अक्षरको आत्मले पनि यहाँ रोल खेल्नु। अब राज्यले यो लीला गर्नुहुन्छ श्रीजीबाट कि ला इल्ला इल्लल्लाह मोहम्मद रसूल अल्लाह भनेर अब सुरु गर्नुहुँदछ। यहाँ लगे कतै की चर्चा में नचित्त। योभन्दा अगाडि कतै पक्षको काहीँ पनि कुराहरू निकाल्ने प्रसङ्ग पनि निक्लेको थिएन। त्यस्तो कोही पनि मुसलमान सामने आएको थिएन र कुरानको विषयमा काहीँ पनि त्यस्तो चर्चा भएन। श्यामाजीद्वारा जुन जागृत बुद्धिको ज्ञान पाउनु भएको थियो, श्यामाजी त भित्रै हुनुहुन्छ नि त। श्यामाजीले के दिनु हुँदैछ? जागृत बुद्धिको ज्ञान दिनु हुँदैछ। त्यो जागृत बुद्धिको ज्ञानले लगभग 90% सुन्दर साथै थिए पहिले सद्गुरु महाराजबाट तार्थ मिलेका। ती सुन्दर साथहरूलाई जागृत गराउनको लागि त अखण्ड ब्रजराज र परमधामको चर्चा काफी थियो। उहाँहरूलाई त वेदशास्त्रको प्रमाण दिइराख्नु परेन। तर जो परमधामको ब्रह्म सृष्टि अरू धर्म पन्थहरूमा थिए, अरू सम्प्रदायहरूमा थिए, उहाँहरूको लागि के गर्नुभयो? वेद पक्षको हिन्दू धर्म ग्रन्थबाट प्रमाण दिएर साक्षी दिएर उहाँहरूलाई जागृत गराउनु हुँदछ। त्यही भएर त्यता चित्त गएको थिएन। अक्षरको आत्म शान्त छिन् त्यतिखेर, लीला सुरु भएको छैन उसको। अनि जबसम्म लीला सुरु हुँदैन त कसको लीला सुरु हुँदैछ? श्यामाजीले आफूले जागृत गराएको सुन्दर सदुबार मायामा किन सुत्ने? उनीहरूलाई फेरि वापस जागृत गराउनु पर्छ भनेर के गर्नुभयो? या त ब्रजराज र परमधामको चर्चा सुनाउँदै दिन बितेको छ, हामीहरूले आए दिन हेऱ्यौँ, अनि या त वेद पक्षको हिन्दू धर्म ग्रन्थको पक्षको कुराहरू गर्नुभयो। तर यसरी इस्लामिक धर्म ग्रन्थ यानि कुरानको विषयमा या 4 किताबको बारेमा काहीँ पनि जिक्र आउँदैन थियो। त्यस्तो खालको काहीँ प्रसङ्ग पनि आएन। त्यसैले त्यो चित्त पनि त्यतापट्टि लागेन सुन्दर साथी। चित्त नलाग्नुको मतलब हो मन लागेन भन्ने होइन। यहाँ राज्यले लीला यस्तो गराइदिनु भयो कि चित्त त्यतापट्टि याद आएन कि अहिले, किनकि सामने जो छ उसलाई हिन्दूको हिन्दू की तरह, मुसलमानको मुसलमान की तरह, ये दोनों समझे आप मिने भनेको छ। र यसरी रसुल अब के भन्नुहुन्छ? रसुल आउँदैछन् त रसुल कसको आयो? कसको रसुल हो भन्दाखेरि खुदा तालाको, अल्लाह तालाको रसुल हो। रसुल आया हुकुमे तब नाम धराया ज्ञान। राज्यको हुकम जब खेलमा आउँछ त नाम के धराउँछ? ज्ञान भनेर नाम धराउँछ अरे। अनि हुकम बजाए पिछा क्रिया तब सोही एन का एन। जब हुकमको लीला गरिसकेर वापस राज्यमा घुलमिलिँदछ भने उसलाई के भनिन्छ? यो सोही एन का एन, उही अक्षरातीत नै कहलाउँदछ। त्यही भएर अक्षर र अक्षरातीतमा कुनै पनि अन्तर छैन। स्वरूप एक है, लीला दुई। राज्यले के गर्दै हुनुहुन्छ खेलमा? कहिले अक्षरको द्वारा खेल सुरु गराउनु हुँदैछ भने कहिले आफैद्वारा खेल सुरु गराउनु हुँदछ। कहिले अक्षर खेलमा हाबी हुन्छन् भने कहिले अक्षरातीतको जोसको शक्ति यहाँ हाबी भइरहेको हुन्छ सुन्दर साथी। अल्लाह मोहबा मासिक सो खासी खसम दिल तो नाम धराया रसुले आशिक अपना असल। अब के गरे? जब मोहम्मद साहब पुग्नु हुँदछ परमधाममा त अल्लाहले के गर्नुभयो? राज्यले के गर्नुहुन्छ? अक्षरको आत्मलाई आफ्नै जस्तो बनाउनु हुँदछ। रफरफको तख्ता आउँदछ। क्या रफरफको तख्ता भनेको? इस्का आउँदछ। त्यो इस्का जसरी नै सतङ्गमा प्रवेश गर्दछ तब सतङ्ग र अक्षरातीतमा कुनै पनि अन्तर हुँदैन। अनि उसलाई आफ्नो जस्तो स्वरूप बनाएर
आफ्नै आशिक बनाएर कहाँ पठाउनुहुन्छ, कहाँ बोलाउनु हुँदछ, आफ्नो मूल मिलामा रङ्गमहलमा। त्यसलाई भनियो अल्लाह मोहब्बा मासुक। अनि हामीहरूको मासुक को हो? अल्लाह हो नि त सुन्दर साथजी। सो खासी खसम दिल, अनि आफ्नो त्यो दिलमा के गरिदिनु भयो? खसमले के दिनुभयो भन्दाखेरि प्रेम दिनु हुँदछ त्यो दिलमा। अक्षरको आत्मको दिलमा राजीले प्रेम उडेल्नु हुँदछ। त्यहाँबाट त्यो नाम धराया रसुलले। अनि अब रसुलले के नाम धराउँदछन्? आशिक अपना असल। आफ्नो आफूलाई अब असल आशिक कहलाउँदछन्। खुदाको म आशिक हुँ। त आशिकलाई परमधामको रङ्गमहलको भित्र एन्ट्री छ सुन्दर साथी। सत अङ्गलाई छैन तर आशिकलाई छ। आशिक को हो? परमधाममा आशिक को हो? हामीहरू परमधामको ब्रह्मात्मा होइनौँ त। ब्रह्मात्माको जस्तो राज्यले के दिनुभयो? शोभा दिनुभयो। राज्यको दिलको प्रेम जब आउँदछ सत्अङ्गमा भने ऊ पनि राज्यको आशिक कहलाउँदछ। फेरि अक्षरको आत्म पनि आशिक कहलाउँदछ। अनि ऊ आशिक बनाएर आफ्नो पासमा बोलाएर यसरी 90,000 बात गराउनु भयो सुन्दर साथी। कया सुभाने मुझको। अनि आएर यहाँ खेलमा आएर भन्नुभयो, तेस्रो दिनको लीलामा अक्षरले आएर के भन्नुभयो? अक्षरको आत्मले आएर मोहम्मद बनिएर के भन्नुभयो? कया सुभाने मुझको हरफ 90,000। मलाई 90,000 सुभानले मसँग 90,000 बात गर्नुभयो भनेर भन्नुभयो। 30 तुम जाहिर कीजियो। तिमी गएर 30,000 जाहिर गर्नु और 30 तुम पर अख्तियार। म अधिकार दिन्छु तर अहिले होइन। अहिले सिर्फ तिमीले के गर्नु? 30,000 मात्रै लगेर जाहिर गर्नु भनेर यसरी 3 हिस्सामा बाँटिदिनु हुँदछ। शरीयत, हकीकत र मार्फतको रूपमा बाँटिदिनु हुँदछ। यो शरीयतको जुन 30,000 को ज्ञान छ अक्षरको आत्मलाई पठाएर 9वीं सदीमा अरबको धरतीबाट चाहिँ जाहिर गराउनु हुँदछ। तर जति जाहिर हुन सक्यो त्यति मात्रै भयो। तर बाँकी रहेको जुन जागनीको लीलामा पनि बहुत जरुरी छ भनेर पहिल्यै यो लोमुफुजमा लेखिसक्नु भएको थियो। राज्यलाई सब कुरा थाहा थियो कि 10वीं सदीमा राम्रो तरिकाले कुरानका ज्ञानहरू जाहिर हुन सक्दैन। तर 11वीं सदीमा त बस 90,000 हरुफ नै जाहिर हुनेवाला छ भनेर राज्यलाई पहिले यो दिलमा लिइसक्नु भएको थियो। र अब त्यो 90,000 हरुफ नै अब यहाँ इन्द्रावतीको धाम दिलमा विराजमान भएर अक्षरको आत्म सहित यो लीलालाई अगाडि बढाउनु हुँदछ। त्यही भएर मोहम्मदलाई 30,000 हरफ दिनुभएको थियो शरीयतको। श्यामाजीलाई आएर 30,000 जागृत बुद्धिको ज्ञान दिनुभयो, हकीकतको ज्ञान भनिन्छ त्यसलाई। र राज्यले खुद 30,000 निज बुद्धिको ज्ञान जुन लिएर खुद आउनु हुँदछ र अब यी महामतीजीको द्वारा चाहिँ यसरी जाहिर गर्नुहुन्छ। अब यो 30,000 यो 30 गरेर 90,000 हरुफ नै अब इन्द्रावतीको धाम दिलबाट यो सारा संसारमा जग जाहिर हुन्छ है सुन्दर साथी। त्यसलाई नै भनेको मोहम्मद अब कहाँ आएर मिल्नु भयो? ईसै मिने आएर मिल्नु भयो भनेको। अनि ईसा कहाँ बस्नु भएको छ? इन्द्रावतीको धाम दिलमा। इन्द्रावतीको धाम दिलमा श्यामाजी पनि बस्नु भएको छ। अनि अक्षर की आत्म पनि छिन्। राज्यको 5 शक्ति इन्द्रावतीको धाम दिलमा विराजमान हुन्छ सुन्दर साथी। तर त्यो 9वीं सदीमा आएको जुन कुरानको 30,000 को ज्ञानलाई अब यहाँबाट जाहिर गर्नले गर्दाखेरि उसलाई अलङ्कारिक शब्द दिएको कि अब ईसाको भित्र मोहम्मद पनि आएर मिल्दाखेरि अब के खिताब पाउनु भयो भन्दाखेरि अहमदको खिताब पाउनु हुँदछ। यो हो वास्तविक कुरा सुन्दर साथी। र वेद शास्त्रको साक्ष्य देखाएर चाहिँ सबै सुन्दर साथीलाई अखण्ड ब्रजराजको त पहिल्यै मैले भनिहालेँ। यसरी राज्यले अहिलेसम्म खालि वेद पक्षको मात्रै कुराहरू लिएर आउनुभएको थियो। तर जो सुन्दर साथ परमधामका भुलिएका थिए उहाँहरूलाई अखण्ड ब्रजराज र परमधामको याद दिलाएर शुद्ध दिलाउनु भयो, जागृत गराउनु भयो। त्यही भएर यो खेलमा अब यहाँदेखिबाट यता हामीहरूले दुई विचारधाराका व्यक्तिलाई देख्न पाउँछौँ। अहिलेसम्म हामीहरूले के देख्यौँ? एउटा विचारधाराका जसले 4वटा वेद लिएर हिँड्ने हिन्दू पक्ष मात्रै देखेका थियौँ। तर अब अर्को विचारधारा को थपियो भन्दाखेरि कतै पक्ष थपिँदछ। अब कतै पक्ष जाहिर हुन्छ यो खेलमा, जसको 4वटा किताब छन्। कतै पक्षमा हिन्दूमा पनि 4वटा किताब छन्, 4 वेद हो। अब कतै पक्षमा पनि 4वटा किताब छन् जसलाई आसमानी किताब भनेर भनिन्छ, इलाही किताब भनेर भनिएको छ। किताब के हुन् भन्दाखेरि तौरेत, इन्जिल, जम्बुर र कुरान भनेर यी 4वटा किताबको अब हामीले अगाडि गएर सबै जिक्रहरू सुन्नेछौँ। यी 4 किताबमा जे लेखेको छ वेदमा त्यही लेखेको छ। वेदमा जे लेखेको छ यी 4वटा आसमानी किताबमा पनि त्यही लेखेको छ। त्यसैले त वाणीमा राज्यले भन्नुहुन्छ जो कछु कया कतेब में, जो कछु कया वेद ने सोई कया, जो कछु कया कतेब ने सोई कया वेद, दो बन्दे एक साहेब के पर लड़त बिन पाए भेद। अरे यो त दुईटै धर्म ग्रन्थमा एउटै कुरो लेखेको छ। सिर्फ के बदलेको छ? सिर्फ भाषा बदलेको छ सुन्दर साथी, सिर्फ भाषा बदलेको छ। हेर्नुहोस् त अब कुरानले के भन्दियो? अलफ लाम मिम भनेर भन्दियो। आज जति पनि कुरान पुराना कुरानहरू निकालेर हामीहरू हेरौँ त, कुनै लाइब्रेरीमा गएर कुरान हेरौँ या कहीँ पनि कुरान किन्न पाउँदछ।
त्यो कुरानमा हेर्दाखेरि अलिफ लाम मिम भनेर त्यसलाई ब्रेकेट लेखिदिएर इन्साअल्लाह ताला भनेर खुदा ताला फर्दा रोज भोलिको दिनमा आउनुहुन्छ र यो अलिफ लाम मिमको अर्थ खोलिदिनुहुन्छ भनेर उनीहरूले खोलेका छैनन्। कत्रा ठुल्ठुला इमाम भए, कुरानमा आलिम फाजिल भए, तर अलिफ लाम मिमको अर्थ भन्नुहोस् भन्दाखेरि उनीहरूले कान समात्दछन्, यो हामीहरूको अधिकार छैन, हामीहरूलाई यसको अधिकार दिएकै छैन भनेर उनीहरूले आफूलाई तौबा गर्दछन्। तर के हो अलिफ लाम मिम? यहाँ यो जागनीको लीलामा महामतीजीको द्वारा अब हामीहरूले त्यसको राज जान्न पायौँ। जुन कुरो कुरानमा ब्रेकेट मात्रै लागेर बसेको थियो, संकेत रूपमा थियो, इसाराको रूपमा थियो, आज हेर्नुहोस् त यो तेस्रो जागनीको लीलामा 5औं दिनको जुन लीला छ त्यसमा मेहरताबाट अब यता दिल्लीको अगाडिको पन्नाजी पुगुन्जेलसम्मको प्रसङ्गमा अब यहाँ 90,000 हरू सबै जाहिर हुनेवाला छन् सुन्दर साथी। अब यो अलिफ लाम मिमको अर्थ पनि धामधनी अक्षरातीतले श्रीजीको तनबाट खुलाउनु हुँदछ र अलिफ लाम मिम यानी सतचिद आनन्द पनि घटाउन सकिन्छ। यसलाई ब्रह्मवाणीले अलग अलग दृष्टिले हेरेको छ सुन्दर साथी। ब्रह्मवाणीले यसलाई अलग अलग दृष्टिले खोलेको छ। अलिफ लाम मिम सतचिद आनन्द र 3 सुरतको पनि कुरा आउँदछ, बसरी मल्की हक्की भनेर, र अर्को के आउँदछ ब्रह्मा आत्मा श्यामाजी र राजी पनि यो खेलमा उत्रिनु भएको छौँ। मोहम्मद अहमद मेहदी भनेर पहिला को आउनुभयो तेस्रो दिनको लीलामा मोहम्मद अब अक्षरको आत्मा श्यामाजीमा आउने बित्तिकै के भयो अहमद, त्यहाँबाट मेहदी। अब कसको भित्र छन् यी मोहम्मद र अहमद? कसको भित्र हुनुहुन्छ? इन्द्रावतीको धाम दिलमा हुनुहुन्छ, उसलाई मेहदी बन्यो। अब यी दुईटै शक्ति कहाँ छन्? इन्द्रावतीको धाम दिलमा, त्यही भएर मोहम्मद अहमद र मेहदी भनेर बन्यो। यसैलाई नै अलिफ लाम मिम। हेर्नुहोस् त एउटा अलिफ लाम मिमको भित्रमा कति राज छुपेको रहेछ, तर हामीहरूले त्यसको चिन्तन अब गर्नुपर्दछ सुन्दर साथी। त्यो अब हामीहरूलाई राज्यले मेहेर गरेको यो सबै इसाराका वचनहरू पनि हामीहरू सुन्दर साथीलाई पक्का इमान दृढ विश्वास गराउनको लागि आएको हो सुन्दर साथी। यो इसारा, यो आफ्नो घरको इसारालाई हामीहरूले बुझ्दछौँ। हेर्नुहोस् त एउटा नर्मली व्यवहारिक जीवनमा पनि हेर्नुहोस् त अलग अलग धर्मले के भन्दैछ, आफ्नो भाषाले सबलाई के भन्दछन्, एउटा सानो एक्जाम्पलको द्वारा बुझ्न सकिन्छ। यहाँ राज्यले भन्न के खोजेको, अचानक मेहरताबाट उता चाहिँ अगाडि किन कतै पक्षमा चाहिँ ध्यान चित्त लाग्यो, यहाँ अहिलेसम्म चित्त नलाग्ने कारण के हो? यी सब लीलाहरू हामीहरूले राम्ररी बुझ्न सकिन्छ सुन्दर साथी। राज्यको लीलामा कुनै शङ्का गर्नु हुँदैन नि। प्राणजी सिर्फ हिन्दूको लागि मात्रै होइन, सिर्फ मुसलमानको लागि मात्रै होइन, अक्षराती त्यो सारा संसारको लागि हो। के भन्नुहुन्छ? साहेब आए इन जिमी कारज गर्ने 3, सबका झगडा मिटके या दुनियाँ या दिन। अब सबलाई वेद र कतेको धर्म ग्रन्थको एकीकरण गरिदिनुहुन्छ। आफैले लेखेको साक्षीहरूलाई अब आफैले प्रमाण दिएर जाहिर गराउनु हुँदैछ। हुकुम वेद कतेबो में लाखौं लिखे निशान, ती लाखौं निशानहरूलाई हर एक ठाउँमा गएर त्यो निशानहरू पुरा हुँदछन्। जहाँ जहाँ जानुहुन्छ बस जुन जुन निशान लेखेको छ यो ठाउँमा गएर त्यो निशान पुरा हुन्छ भनेर लेख्नु भएको छ नि, त्यही ठाउँमा पुग्ने बित्तिकै निशानहरू जाहिर हुँदछन्। आज यो मेहरताको ठाउँमा राज्यले पहिल्यै दिलमा लिनुभएको थियो, पहिल्यै लेखिदिइसक्नु भएको थियो। 9वीं सदीमा आएर मोहम्मदले पनि कुरानमा इसारा गरिसकेका थिए। आजको यो मेहरताको दिनमा अब यहाँदेखिबाट अब प्रत्येक पक्षको पनि अब ज्ञान जाहिर हुनेछ भनेर यो पहिल्यै लोमुफुज भएको थियो सुन्दर साथी। त्यही भएर हामीहरू भाषामा उल्झिनु हुँदैन है कि यो अब अरबी भाषा हामीहरूले किन सुन्ने या हिन्दी भाषा किन सुन्ने भन्ने खालको हामीहरूले भाषामा भेदभाव राख्नु हुँदैन। अगाडि गएर राज्यले बहुत ठुलो सिकापन दिनु हुँदछ। राज्यको लीलामा हामीहरूले सिर्फ राज्यले जता देखाउनु हुँदैछ, महामतीजीको धाम दिलमा विराजमान भएर हामीहरूलाई जहाँ जहाँ राज्यले देखाउनु हुँदछ, कुनै कुनै ठाउँमा हिन्दू पक्षबाट देखाउनुहुन्छ, हिन्दू पक्षको नजरियाबाट देखाउनुहुन्छ, कुनै कुनै ठाउँबाट कतै पक्षको नजरियाबाट देखाउनु हुँदछ। 4 वेदबाट पनि देखाउनु भएको छ र 4 आसमानी किताबबाट पनि हामीहरूलाई आफ्नो पहिचान स्वरूपको पहिचान गराउनु भएको छ। हामीहरूलाई परमधामको राह देखाउनु भएको छ। बस त्यो भित्रको महाकारणलाई चाहिँ पक्रिने राज्यले यी 4 वेद र 4 किताबद्वारा चाहिँ हामीहरूलाई के बताउन खोज्दै हुनुहुन्छ? गीता भागवत गुरुवाणीदेखिबाट हामीहरूलाई के देखाउन खोज्दै हुनुहुन्छ? अहिले त छुट्टा छुट्टामा मात्रै राज्यले हामीहरूलाई देखाइराख्नु भएको छ। अब अगाडि समय आउँछ, बस धेर पनि छैन। मेहरताबाट जब दिल्ली पुग्नुहुन्छ, दिल्लीमा 2-4 दिन बसेर फेरि जब शाहजहानपुर बुढिया पुगेर हरिद्वार पुग्नुहुन्छ, त्यतिखेर चाहिँ लु अब मैले सबलाई भेला पार्दिएँ। ब्रह्मात्मालाई पनि एक तरफ बसाएर देखाउनु हुँदछ र जीव सृष्टिलाई पनि बसाएर देखाउनुहुन्छ, अब सारा धर्म ग्रन्थलाई म एकत्रित गर्छु भनेर अगाडिको लीलामा आउँछ त्यो चाहिँ। त्यही भएर हेर्नुहोस् सूर्य उग्दछ नि, बिहान बिहान सूरज उग्दछ, घाम उज्यालो हुँदछ, त के भन्छ हिन्दूले के भन्छन्?
हिन्दूले के भन्दछ त्यसलाई भन्दाखेरि सूर्य भनेर, सूर्य उगए भनेर भन्दछौँ। मुसलमानले के भन्दछ सूर्यलाई? आफताब भनेर भन्छ। मुसलमानले के भन्छ सूर्यलाई? आफताब उगो भनेर भन्दछन्, आफताब निक्लियो भनेर भन्दछन्। अनि क्रिस्चियनले के भन्दछ कि सन आयो, सन देखियो भनेर भन्दछ, SUN, सन। सबैको भन्नुको मतलब के हो? उगेको त सूरजै रहेछ नि, उगेको त घामै रहेछ नि त सुन्दर साथी। त्यही भएर धनी हामीहरूले यस्तो मेहेर भएको छ हामीहरूमाथि सुन्दर साथी कि राज्यले हामीहरूलाई काहीँ पनि केही पनि बिल्कुल शङ्खामा राख्नु भएको छैन, बेशक बनाएर राख्नु भएको छ। यो धर्म ग्रन्थ जति पनि आएको छ, हेर्नुहोस् त, यो 28औं कलिजुगमा त्यत्रो धर्म ग्रन्थ आउने के जरुरत थियो? योभन्दा पहिला अनादिकालदेखिबाट कति ब्रह्माण्डहरू बनिए, कति हो कति असङ्ख्य असङ्ख्य ब्रह्माण्ड खिन में देख के पल में उडावे। अक्षर ब्रह्मले हजारौं संख्यामा यो ब्रह्माण्ड बनाए। सत्ययुग, त्रेता, द्वापर, कलियुग कति बनिएर लय भए। तर 28औं कलिजुगमै धर्म ग्रन्थ अवतरित हुने कारण के हो? मुख्य कारण हामीहरू परमधामको ब्रह्म सृष्टि पनि यही 28औं कलिजुगमा चारौं वर्णमा, चारौं खुट्टोमा, चारौं सम्प्रदायमा सामेल भएको छौँ, अलग अलग धर्म बनाएर बसेको छौँ। अनि सबलाई एकीकरण गरेर हामीहरू परमधामको ब्रह्म आत्माहरूलाई जागृत गराउनु हो सुन्दर साथी। र यस्तो खालको प्रसङ्ग अब त्यहाँ हुँदछ। अनि के भन्नु हुँदछ अब यहाँ राज्यले सब लीला देखाउनु भयो। कहाँ देखाउनु हुँदछ भन्दाखेरि मेर्तामा बसेर अब मेर्ताबाट अगाडि बढ्न थाल्नु हुँदछ। र अब के गर्नु हुँदछ भन्दाखेरि ये विचार करके मेर्ते से चले जाब। अब यो विचार गरेर यहाँ अब लालदासीलाई भन्नुभयो, मैले आज बहुत ला इलाहा इल्लल्लाह मोहम्मद रसुलल्लाह भनेर जुन मैले बाङ सुने, यसको त यो पो रहेछ त भनेर भित्रबाट मोहम्मदको आत्मले, अक्षरको आत्मले जब बोल्न थाले पछाडि त श्रीजीको जुबान त अब रोकिँदैन। अनि कुरानमा भएका सबै राजहरू जसरी अहिले वर्णन गरियो संक्षिप्तमा, त्यो सबै सामने खोलिदिनुहुन्छ लालदासीको अगाडि। लालदासीको हृदयमा त कति हो कति इमान जागृत हुँदछ, विश्वास जागृत हुँदछ। लालदासजीलाई यो कुरो सेयर गर्नुहुन्छ। अनि अब अगाडिको हामीहरूलाई काम सजिलो भयो। अगाडि हामीहरूले कसलाई सूचना दिनु पर्दछ? साकुमारलाई सूचना दिनु पर्दछ भनेर अब के गर्नु हुँदछ भने तीस वास्ते ढुँड काढिए ये लीला हो जाहिर। त्यसै कारणले अब यसलाई निकाल्नु पर्दछ, खोजी खोजी निकालौँ। कुरानमा के लेखेको छ? कुरानका टीकाहरू कति भएका छन्? तफ्सिरी हुसैन कहाँ छ? हदिस कहाँ छ? सब धर्म ग्रन्थ खोजी खोजी अब प्रश्न बनाउनु पर्छ भनेर अब सल्लाह गर्न थाल्नुहुन्छ हैन। अब यता आएर के गर्नु छ? ये विचार करके मेर्ते से चले जब गोकुल मथुरा आग्रे आए पहुँचे तब। जब निक्लिनु हुँदछ मेर्तेबाट गोकुल मथुरा आग्रा हुँदै अब कहाँ जानु छ? कोही दिन त्यहाँ आएर अलिक दिन त्यहाँ बसेर दिल्ली पहुँचे धाए। यहाँ आएर अब दिल्ली आउनु हुँदछ। कितना साथ ठट्टेका इत पहुँच आए। ठट्टा नगरबाट पनि जागृत भएको सुन्दर साथीहरू आफ्नो घर बार सब कुछ छोडेर अब यहाँ श्रीजीको चरणमा आउँदछन् सुन्दर साथी। ती सुन्दर साथीहरूको नाम यहाँ आउँदा उल्लेख हुँदछ। र यसरी सुन्दर साथीहरू आएर श्रीजीको चरणमा, श्रीजी अब आयौँ हामीहरू सब कुछ छोडेर भनेर भन्नुहुँदछ। अब को आउँदछ? भाइ मुकुन्द दासले सुनिया सुरत तारतम। मुकुन्द दास आउनुहुँदछ। मुकुन्द दासजीले भर्खर नै नवेली दुल्हन ल्याएको 3 दिन मात्रै भएको थियो, 2 दिन 3 दिन मात्रै भएको थियो बिहे गरेर आएका। अनि उहाँलाई भन्नुभयो म श्रीजीको चरणमा जाँदैछु, अनि तिमी पनि गएर आफ्नो आत्मकल्याण गर, जीवको कल्याण गर। अक्षरातीत हुनुहुन्छ उहाँ, अक्षरातीतको स्वरूपले लीला गरिराख्नु भएको छ यो भारतवर्षमा भनेर भन्नुहुँदछ। अनि भर्खर बिहे भएको, अनि कसरी तपाईँले मलाई छोडेर जाने कुरा गर्नुहुन्छ भनेर दुईजनामा वाद विवाद हुन्छ। अरू अरू वितकमा उल्लेख गरेको छ सुन्दर साथी। र उहाँ अब तिमी जाँदैनौ भने म तिम्रो यहाँ बस्न सक्दिनँ, आफ्नो आत्मकल्याण गर्न म छोड्दिनँ, मैले त मेरो प्रियतमलाई पाएको छु, धामधनीलाई पाएको छु भनेर ऊ सब कुछ छोडेर आउँदछन्। सुरतमै उसले तारतम लिइसक्नु भएको थियो, जागृत भइसक्नु भएको थियो, श्रीजीको स्वरूपको पहिचान भएको थियो। मुकुन्दासजीको अगाडि गएर पनि धेरै आउँदछ सुन्दर साथी मुकुन्दासजीको प्रसङ्ग। अनि आए पहुँचे सैयद की हवेली। दिल्लीमा राज्य कहाँ बस्नु भएको छ? सैयदको हवेलीमा बस्नु भएको छ। अनि जाग खडी आत्म, आफ्नो आत्म जागृत भए पछाडि हेर्नु घर परिवार पति पत्नी केही पनि हेरिँदैन। केही हेरिए त मुकुन्दासजीले भर्खर विवाह गरेर आउनु मात्रै भएको थियो, बस तुरन्त निक्लिनु भयो। मोह छोड्न कति सजिलो भयो, किनकि स्वरूपको पहिचान हुँदाखेरि मोहसँग बँधिरहँदैन सुन्दर साथी। यहाँ मुकुन्दासजीलाई बिल्कुल पूर्ण रूपले पहिचान भएको थियो श्रीजीको। नभए सोच्नुहोस् त, सोचौँ यही एउटा चौपाईको गहराइमा उत्रिनु त कस्तो भयो होला त्यतिखेर घरमा। अनि त्यो नै नवेली दुल्हनले सोच्नुहोस् त आँखाभरि कति आँसु पारिनु होला, कति रोइनु होला, कति कराइनु होला। तर मोहको आवाज सुनाइदिँदैन जब आत्माको हृदयमा विरह जाग्दछ त।
जब आफ्नो प्रियतमलाई पाउने हृदयमा विरह जाग्दछ भने नि फेरि मोहको केही पनि आवाज सुनाइदिँदैन सुन्दर सरजी। संसारको आवाज बिल्कुल यो कान बन्द हुन्छ। यहाँ मुकुन्दासजीले यो एक्जाम्पल दिनुभयो सुन्दर सरजी आउनेवाला हामीहरू सुन्दर सरलाई। यो होइन अब यसको मतलब ननिकाल्ने गलत कि अब आफ्ना श्रीमती घरमा छन् उसलाई छोडेर निक्लिन्छ। मैले यो कुरा क्लियर गरिदिएको छु कि आजको यो 6 दिनको लीलामा आफ्नो घरबार छोडेर कहीँ पनि जाने आवश्यकता छैन। त्यतिखेर श्रीजी साथसाथमा लीला गरिराख्नु भएको थियो र सुन्दर साथले सब कुछ छोडेर निक्ले। तर मुकुन्दासजीले सन्देश दिएको के हो त्यो चाहिँ बुझ्नुपर्छ नि त। त्यो कारणको पछाडि महाकारण के छ, के सन्देश दिनुभयो उहाँले। बुढी के को प्रतीक हुन्छ लु भन्नुहोस् त। एउटा स्त्री के को प्रतीक हुन्छ, लोक लाज मान मर्यादाको प्रतीक हुन्छ हो कि होइन। आफ्नो आफ्नो श्रीमती आफ्नो घरमा राखेका छौँ हामीहरूले, अनि श्रीमती के को प्रतीक हो, लोक लाज मान मर्यादाको प्रतीक होइन। बस हो त लोक लाज मान मर्यादालाई चाहिँ हामीहरूले हृदयमा बसाउनु भएन। बस उसलाई चाहिँ हृदयबाट के गर्नु पर्यो, हृदयमा चाहिँ आफ्नो प्रियतम बस्नु पर्यो। एक प्रियतमको सिवा अर्को कसैसँग पनि हामीहरूको हृदयको प्रेम चाहिँ बाँट्नु भएन। व्यवहारिक जीवनमा हामीले जुन व्यवहार निभाउँदैछौँ त्यो व्यवहारिक जीवन हो। तर आत्माको हृदयमा कसको लागि प्रेम उम्रिनु पर्दछ, आफ्नो प्रियतमको लागि। यो सिकाउनु भयो कसले, मुकुन्दासजीले। जाहेरी लीला देखाउनु भयो तर बातुनी हामीहरू आज 6 दिनको सुन्दर साथलाई सिकाउनु भएको। त्यही भएर परमहंसहरूको नकल नगर्ने, परमहंसहरूले जे मेसेज दिनुहुँदैछ त्यो मेसेजलाई चाहिँ आत्मसात गर्ने हो सुन्दर साथजी। र यसरी अब आउनु हुँदछ मुकुन्दासजी श्रीजीको चरणमा आउनु हुँदछ। कोही दिन पछि आइया गोवर्धन अटक से, अटक पारदेखिबाट को आउनुहुन्छ, गोवर्धन भाइ आउनु हुँदछ हैन। लाल दरवाजे आए र यहाँ गंगाराम की दुकान में, लाल दरवाजेमा आएर त्यहाँ गंगाराम भाइ, गंगारामजीको पनि नाम आउँछ है, 12 मुमिनमा उनको पनि नाम आउनेवाला छ। र यसरी अब सुन्दर साथीहरू त्यहाँ इकट्ठा हुन थाले। सब सुन्दर साथीहरू दिल्लीमा आउन थाले। श्रीजी अब सुल्तानलाई पैगाम दिन जानु हुँदैछ, हामीहरूले पुग्नु पर्दछ भनेर सुन्दर साथीहरू अब श्रीजीलाई साथ दिनको लागि आउँदछन् सुन्दर साथी। अनि सबै सुन्दर साथलाई जागृत गराइसक्नु भएको छ। तहाँ वचन तार्थम के कहे गंगाराम, आशाजित प्रबोधिया तित पाए विश्राम। गंगारामको थ्रुले अब कसलाई वकिल गर्नु हुँदैछ, आशाजित वकिललाई अब प्रबोध गर्नुहुन्छ। श्रीजीले बोलाउनुहुन्छ र सबै कुराहरू सम्झाउनुहुन्छ। अनि त्यहाँहरू नयन सुख महाजन कहे वचन दो चार, तिनले अपने दिल में किया बड़ा विचार। नयन सुख महाजनलाई पनि श्रीजीले जब चर्चा सुनाउनुहुन्छ त ऊ पनि केही सोच विचार गर्दछन्। अरे यो कुरो त यहाँको होइन, बहुत परको कुरो, तीमाथि कतै पक्षको कुरो गरिँदैछ। यो सुल्तान कसको सल्तनत कसको चल्दैछ, औरंगजेब बादशाहको। अनि यो यही बेलामा गुरु तेग बहादुरहरू हो, उनका अनुयायीहरू जति साथीहरू थिए सब कहाँ छन्, औरंगजेब बादशाहको दरबारभित्र छन्। छत्रपति शिवाजीहरू हेर्नुहोस् त 101 वीरलाहरू पनि कहाँ छन्, औरंगजेब बादशाहको भित्र जङ्गलमा छन्। यही बेलामा चाहिँ अब आशाजित वकिललाई पनि गर्नु हुँदछ। अनि उसँग बसाएर सारै उर्दूमा अब फिर्ते उर्दू बाजारमा मिले गरीबदास, यी गरीबदासहरू सब सुन्दर साथीहरू सामेल हुँदछन्। यहाँ आए साकुमारको पाती लेखी बनाए। अब यहाँ आएर चाहिँ दिल्लीमा यहाँ आएर के गर्नु हुँदछ, अब उता आशाजित वकिललाई पनि गर्नुभएको छ साथमा। आशाजित वकिललाई चाहिँ दिल्लीको बारेमा सब थाहा छ। त्यही भएर एउटा वकिल त लिनु पर्दछ। त्यो वकिलले जस्तो मार्ग देखाउँछ त्यो अनुसार कार्य गर्नुपर्छ भनेर एउटा वकिल गर्नुहुन्छ जसको नाम आशाजित थियो। यहाँ आए साकुमारको पाती लेखी बनाए। अब साकुमारको लागि को साकुमार, अब यहाँ आए साकुमारको पाती लेखी बनाए भनेर भन्नुभएको छ। साकुमार कहाँ हुनुहुन्छ, साकुमार भनेको औरंगजेब बादशाहको भित्र बस्नेवाला परमधाम की आत्म। जसरी बिहारीजीको भित्र को बसेकी छन्, रतनबाई की आत्म बसेकी छन्। तर बिहारीजीको जीवमा क्रूरता देखिहाल्यो, हामीहरूले भोगिहाल्यो राम्ररी। अब हामीले कसको दुःख भोग्छौँ, साकुमार जुन जीवको दिलमा बसेको छिन् त्यो जीवको क्रूरता भोग्नेवाला छौँ। अनादिकालदेखिबाट त्यहाँ जहिलेदेखिबाट ऊ सल्तनत भएको छ। 20वां राजा को हो, औरंगजेब, कलिजुगको 20वां राजा औरंगजेब। त्यहाँदेखिबाट हिन्दूले कति दुःख पाएका छन्। र यसरी अब बसेर के गर्नुहुन्छ, 22वटा प्रश्न तयार गर्नु हुँदछ सुन्दर साथी। 22वटा प्रश्न अरू वितरले उल्लेख गरेको छ। तर 22वटा प्रश्नको मध्येमा अब के भनेको छ, सभ्य मेहराजको बारेमा 90,000 बात भएको थियो भने कुरानमा 90,000 किन छैन भनेर यस्ता खालका प्रश्न। मोहम्मद साहब मेहराजको रात्रिमा गएर 90,000 बात गर्नुभयो। तर त्यसमा 30,000 मात्र ल्याउने कारण के थियो, यो प्रश्नको उत्तर कसले दिन्छ, जागृत बुद्धिको ज्ञानले। कुनै पनि मुसलमानले दिन सक्दैनन्। यस्ता खालका 20वटा प्रश्न बनाउनुहुन्छ। जब्राइल फरिस्ता जुन परमधाम जान सक्दैन त कसरी कुरान ल्याउँछ उसले। जब्राइल फरिस्ताले के गर्छ,
चाँदनी चौकदेखिबाट उता निजी धाममा प्रवेश गर्न पाउँदैन भने कुरानको आयत कहाँबाट आए? कसले कुरानको आयत उतार्दछ? कहाँबाट आउँदछ? त्यसको अर्थ उत्तर थाहा हुँदैन मुसलमानलाई, त्यो पनि प्रश्न बनिँदछ। 1000 महिनाको 72 कद्रको रात कुन हो भनेको छ? खुदा ताला आएर यो संसारमा आएर रात्रिको लीला गर्नुहुन्छ भनेको छ। 1000 महिनाको रात्रि भनेको छ। अनि त्यो 1000 महिनाको रात्रिको बातुन कुरा के हो भनेर सोद्धाखेरि पनि थाहा छैन। अनि ती रूह र फरिस्ते, ईश्वर सृष्टि र ब्रह्म सृष्टि कहाँ छन्? यो धरातलमा उत्रिन्छन् भनेको छ। यो संसारमा, यो धरतीमा उत्रिन्छन्। कहिले उत्रिन्छन्? फर्दा रोज भनेको के हो? इमाम मेहदी भोलिको दिनमा 11वीं सदीमा आउनुहुन्छ भनेको थियो मोहम्मद साहबले। त्यो फर्दा रोज कहिले आउँदछ? 11वीं सदी कहिले हो भनेर यी सबै प्रश्नहरू, कुरानका विषयका प्रश्नहरू जति पनि छन् र कयामतको 7 निशानको बारेमा के हुन्छ कयामतका 7 निशान, जतिखेर खुदा अल्लाह ताला जाहिर हुनुहुन्छ 11वीं सदीमा, त्यतिखेर कयामतका 7 निशानहरू निक्लिन्छन् भनेको छ। दावतुल अर्ज नामको जानवर पैदा हुन्छ भनेको थियो। आजुज माजुजको प्रकट हुन्छ भनेर लेखेको थियो। के हो आजुज माजुज? दावतुल अर्ज भनेको के हो? आजुज माजुज भनेको के हो? मगरब पश्चिमदेखिबाट सूरज उग्छ भनेर यस्ता यस्ता अलङ्कारिक वर्णन गरेको थियो। यो मगरबबाट सूरज कहिले उग्दछ भनेर त्यो प्रश्न राखेको थियो। अनि गधाको माथि काना दज्जालले सवार भएर यहाँ गर्छ अरे भनेको छ। अनि कुन गधा हो? काना दज्जाल को हो? यी सबै प्रश्नहरू। अस्राफिलको सुर फुक्नु के हो? अस्राफिलले आफ्नो पीठ कुबडी पारेर के गर्छ अरे? सुर फुक्छ अरे सुन्दर साथी। यी सबै कयामतका 7 का निशान हामीहरू पछि गएर एकदम यसलाई त्यही प्रसङ्गको अनुसार यसको बातुनी कुराहरू खुलासा गर्नेछौँ सुन्दर साथी। ईसा रूह अल्लाह प्रकट हुने कुरा, इमाम मेहदी प्रकट हुने कुरा, यी कयामतका 7 निशानहरू त्यहाँ सब लेखिदिनुहुन्छ। लु भन्नुहोस्, कयामतका 7 निशानहरू जाहेर भयो कि भएनन् भनेर सोद्धछन्। यस्ता यस्तो 22वटा प्रश्न तयार पारेर अब यहाँ के गर्नुहुन्छ? इन पाती में लिखने में रहे श्रीजी और लालदास। खासल खासको कसलाई राख्नुभयो आफ्नो दाहिने हातमा? लालदासजीलाई राख्नुहुन्छ यो 22वटा प्रश्न। श्रीजीले आफ्नो मुखारबिन्दबाट भन्दै जानुहुन्छ, लालदासजीले लेख्दै जानुहुन्छ। रात दिन मेहनत गरी श्रीराज सेवन आस। श्रीराजीको सेवाको लागि श्रीराजीले आदेश दिइसके पछाडि अब रात दिन नसुती मेहनत गर्नु हुँदछ। यो पाती लेखे आए लाल दरवाजा। अनि यो 22वटा प्रश्न जुन एउटा पातीको रूपमा, चिठीको रूपमा बनाएर कहाँ दिल्लीको लाल दरवाजामा आउनु, छत्रीको हवेली जसलाई लाल दरवाजा भनिन्छ, त्यहाँ आउनु हुँदछ। तहाँ आए बैठ के बडी करी मसलत। त्यहाँ आएर मसलत भनेको के हो? विचार विमर्श कसरी चाहिँ, किनकि यो सानोतिनो काम त होइन नि त। जुन औरङ्गजेब बादशाहको दरबारमा हजारौं हिन्दूको घाँटी काटिँदैछ, सोच्नुहोस् त्यो बेलामा अब श्रीजीले सुन्दर साथीहरुको जोश देख्नुहुन्छ। श्रीजीले सुन्दर साथलाई आदेश दिनुहुँदैछ औरङ्गजेब बादशाहको दरबारमा जानु पर्दछ भनेर। सोच्नुहोस् त सुन्दर साथी, चौपाईले त हामीलाई सुन्दाखेरि सजिलै लाग्दछ, तर त्यो चौपाईको द्वारा लीलामा उत्रेर एकछिन चिन्तन गरौँ आज जब हामीहरूले वर्णन सुनिन्छ भने। जब दिल्लीको प्रसङ्ग आउँछ, हरेक एक प्रसङ्गलाई चाहिँ चिन्तनमा उतार्यो भने नि हामीको रूह काँप्न थाल्छ। अच्छा, भित्रबाट हामीहरूलाई काम छुटेर आउँछ के हो, यस्तो जोरदार जोश देखाउनु भएछ। यो कसको हुकुमले? राज्यको हुकुमले सुन्दर साथी। इमान भनेको कस्तो हुनु पर्दछ? ती 12 मोमिनले हामीहरूलाई सिकाउँदछन्। अनि कहाँ आए बैठ के बड़ी करी मसलत, पूछा विचार सबको कहाँ गर्नु अब त। आशाजित आइया लगा श्रीराज के कदम। आशाजित आएर श्रीराजको चरणमा प्रणाम गर्दछन् हैन। अरे उनले सुनेका हुन्छन्, ऊ पनि हिन्दू नै हुन्। तब ये विचार पूछ्या कहाँ गर्नु अब। आशाजितलाई सोध्नु हुँदछ श्रीजीले, लु भन अब तिमीबाट चाहिँ मैले के सल्लाह पाउनु? अब हामीहरूलाई तिमीले सल्लाह देऊ। तिमी त यहाँको एउटा वकिल, जाने माने वकिल हौ, अब तिमीले हामीलाई केही सुझाव दिनु पर्यो भन्दाखेरि तब आशाजित पाती पढ सुनाई। तब आशाजितलाई लालदासजीले के गर्नुभयो? त्यो पाती 22वटा प्रश्न पढेर सुनाउनु हुँदछ। सुन के उत्तर दियो, ये पाती क्यों दिखाई। सुनेर तुरन्त अब आशाजित त थरथराउँछ। अनि यो पाती तपाईँले कसरी सोच्नु हुँदैछ कि उसलाई सुनाउँछु भनेर? औरङ्गजेब बादशाहलाई अनि यो पाती केमा लेखेको छ हेर्नुहोस् त एकचोटि भनेर उल्ले गर्दछन्। ये तो हिन्दुवन का हमेशा रहता दुश्मन। एक त बादशाह हिन्दूको दुश्मन हो घोर, हिन्दूलाई देख्नै सक्दैन। प्रातको मुह नदेख यहाँ आप कहावत मोमिन। बिहान उठेर उसले हिन्दूको मुख पनि हेर्दैन। अगर केही कारणवश कुनै हिन्दूको मुख देखिहाल्यो भने पनि त्यसलाई गर्दनबाट अलग भयो अब। अनि ऊ आफूलाई खासल खास मोमिन केलाउँदछ। म मेरो सिवा अर्को कोही पनि मोमिन छैन भनेर सोच्दछ। अनि यो उसमा तपाईँले यस्तो सल्तनतको राजमा यस्तो शरीयतमा अनि हिन्दीमा यसरी 22वटा प्रश्न बनाउने हो, तीमाथि कुरानका यति गहिरो कुराहरू, यो त हेर्दैन, फर्केर पनि हेर्दैन। कस्तो छ सल्तनत? जानुहोस् त भित्र
गुरु तेग बहादुर सिखका कत्रा ठुला गुरु हुन्, उसँग पुग्दछन् साथीहरू र उसको पनि शिर काटिदिएको छ। गुरु तेग बहादुरले आफ्नो घाँटी काट्नु पर्यो। उसका साथी सतीरामहरूको देश सतीराम मतीराम भनेर उसका साथीहरू थिए। ती सतीराम मतीरामलाई के गर्दछन् थाहा छ? उम्लेको तेलमा कराईमा चाहिँ हालिदिएर उसलाई खतम पार्दछन्। एउटालाई आरीबाट चिराउँदछन्। अनि हजार जो हिन्दू उसको दरबारभित्र पसेको छन् उसले जसलाई सोचो मार्ने बस खतम। फेरि मार्ने पनि सानोतिनो सजा दिएर होइन, कसैलाई आरीले चिराइराखेको छ, कसैलाई गरम गरम कडाईमा पानी उमालेर मारिराखेको छन् चोबेर, गरम तेल उम्लिँदै गरेको गरम तेलमा चोबेको छ। गुरु तेग बहादुरको शीश उडो। अनि यस्ता यस्ता वीरहरू आज औरङ्गजेब बादशाहको दरबारको भित्र जानले गर्दाखेरि वापस आउँदैनन्। ठाउँ ठाउँमा गएर देशका सेनापतिहरूले गर्दन उडाइरहेको छन् हिन्दूको। सोच्नुहोस् त्यो बेलामा नि हिन्दीमा कसरी उसले लिन सक्छ? यस्तो क्रूर मान्छे छ, उसले माथिबाट चिप्लो बोल्छ, प्रेमले बोल्दछ। कसैलाई लाग्दैन कि औरङ्गजेब बादशाह यति क्रूरता छ भन्ने। बिल्कुल एकदम उसले जसलाई मार्नु पर्दछ नि, बस जसरी एउटा कसैले आफ्नो बाख्राको घाँटी काट्नु छ भने कसरी खिलाउँछ पिलाउँछ, राम्ररी उसलाई दुवाई दुवाई गरेर चिल्लो पार्दछ, त्यो भन्दा पनि बढ्ता गर्छ उसले। उसको झाँसामा जो आयो गयो, उसलाई चिन्न बहुत गाह्रो छ भनेर आशाजीतले त औरङ्गजेब बादशाहको पुरै सामने उसको क्रूरताको चिट्ठा खोलिदिँदछ। अनि त्यही भएर सोचेर सम्झेर कार्य गर्नु पर्दछ भनेर अब आशाजीतले सल्लाह दिँदछन्। सुन्दरसाजी यो हो लीला। हेर्नुहोस् श्रीजीको अगाडि एउटा कसको, श्रीजी पनि भित्रबाट कसरी मुस्कुराउँदै हुनुहुन्छ होला। यो कस्तो लीला हो। अरे साकुमार तिमीले चुन्यौ पनि कस्तो जीव चुन्यौ। यहाँ हजारौं हिन्दू ब्रह्मात्मा जुन तनमा आएका छन् उनीहरू मेरो चरणमा लोटपट भएका छन्। तिमीलाई जागृत गराउनको लागि रात दिन एक गर्दैछन्। अनि तिमी बसेको छौ यस्तो खालको क्रूरता भरेको जीवमा जुन हिन्दूको मुख पनि हेर्न चाहदैन। सोच्नुहोस् त यो कसको लीला हो? अक्षरातीत। यसको बातुनमा आएन छ नि सुन्दरसाजी। पछाडि दिल्लीको प्रसङ्गमा जब आउँछ बस त्यतिखेर थाहा हुन्छ। आज छठी दिनको लीलामा को हो औरङ्गजेब, को हो ती 5 जना, कान्छी भाइ को हुन्, रुक्का के हो, यो सब भेद खुल्नेवाला छ। यसपालिको दिल्ली मैले हिजो पनि भने यो वितकको दिल्लीको जुन प्रसङ्ग छ यो हाम्रो मुटु हो। यो हाम्रो के हो? दिल हो, मुटु हो। राज्यको दिल उडेलिएको छ। यहाँ हजारौं चारौं तर्फबाट जुन सुन्दर साथीहरू जागृत भएका छन् नि, ती सब सुन्दर साथीको नजर कहाँ छ? दिल्लीमा छ। ठाउँ ठाउँबाट सब कहाँ आउँछन्? दिल्लीमा आउँदछन्। दिल्ली त्यसै पनि राजधानी, हाम्रो शरीरको राजधानी को हो? दिल होइन? अनि यही दिल चाहिँ धड्किनुपर्छ सुन्दर साथी। यो दिलको भित्र जो साकुमार बनिएर बसेको छ उसलाई निकाल्नुपर्छ यो जीवको चङ्गुलबाट। औरङ्गजेब बादशाह रूपी जीवको दिलबाट चाहिँ कसलाई निकाल्ने? परमधाम कि साकुमारको आत्मलाई बाहिर निकाल्नुपर्छ, शरीयत छुडाउनुपर्छ। अनि साधारण छैन, औरङ्गजेब बादशाहलाई शरीयतको खिलाफ आवाज दिनु, ललकार्नु बहुत ठुलो च्यालेन्ज हो सुन्दर साथी। र यसरी अब आशाजीत त सारा कुरा क्लियर गरिदिइहाल्यो। अनि सो पाती हिन्दू कि क्यों कर सुने कान, ऊ हिन्दू हिन्दीमा लेखेको केही पनि सुन्नेवाला छैन। शरीयत है जोरावर। हेर्नुहोस् मैले भनिहालेँ शरीयत बहुत जोरावर छ। यहाँ अहिले सिर्फ शरीयतको बोलबाला छ। यो दिल्लीमा सिर्फ शरीयतको मात्रै बोलबाला छ। यो शरीयतलाई चाहिँ हामीहरूले टक्कर दिन बहुत सोच्नु पर्दछ। हेर्नु है, एकदम सावचेत भएर अगाडि बढ्नु भनेर अब कहिले भनौँ? आशाजीतले पोहरा मुसलमान, यो मुसलमानको पोहरा। सल्तनत कसको छ? मुगलको छ। मास दो यहाँ रहे होइ चर्चा वेद वेदान्त। 2 महिनासम्म त्यहाँ बसेर वेद वेदान्तबाट पनि चर्चा हुँदछ। कहाँबाट हो कसरी हुन्छ प्रमाण इकट्ठा गरेर जाँदैछ। उपर अट्टारी के बैठक एकान्त। अब श्रीजी के गर्नुभयो त्यति कुरा सुनेर? अट्टारी भनेको माथि गएर एकान्तमा एक्लै चिन्तनमा बस्नुहुन्छ। चिन्तनमा बसेर अब अगाडि कसरी बाटो निकाल्नु? अब किनकि भित्र बसेको युगल स्वरूपसँग त सल्लाह मसुरा त गर्नुपर्छ इन्द्रावतीकी आत्मले कि धनी मलाई बल दिनुहोस्, मैले औरङ्गजेब बादशाहलाई शरीयतको खिलाफ टक्कर दिनु पर्दछ। फेरि म जाने होइन, ब्रह्म आत्माहरू जानेवाला छन्। यहाँ अहिले त लालदासीको इमान देखिँदैछ। अरू सुन्दर साथीहरूको पक्का इमानको साथमा खडा भएका छैनन्। एक त यो प्रसङ्ग सुन्दर साथी। यहाँ 2 महिनासम्म रहेर अब के गर्नुहुन्छ? दयाराम दिल में प्रेम सो इत आया 3 ईमान। दयाराम भाइ सुन्दर साथ पनि अब इमानको साथमा श्रीजीसँग प्रेम, दिलमा हृदयमा प्रेम लिएर अब इमान लिएर जागृत हुँदछन् सुन्दर साथजी। ल्याया सबके देख्थे खास संयोग में चान। यो पनि खास सुन्दर साथ हुन् दयाराम, जो 12 मोमिनमा नाम आउनेवाला छ। यी दिल्लीकै हुन् है सुन्दर साथजी। दयाराम को ल्याया ये जो भाइ नैन सुख,
ल्याउनेवाला सुन्दर साथको नाम के हो? नयन सुख हुन्। उनले दयाराम भाइलाई श्रीजीको चरणमा ल्याएर जागनी गराउँदछन्। सुख दयाराम जो पाइया सो कहूँ न जाए सुख मुख। यो मुखारविन्दबाट दयाराम भाइले जुन पहिचान गर्नुभयो, जुन राज्यको चरणमा आएर सुख लिनुभयो, त्यो सुखको चाहिँ कुनै पनि वर्णन गर्न सकिँदैन। चञ्चल आगे चर्चा गरी जो दयाराम यह भी इमान ल्याइया। चञ्चल भाइ पनि ऊ पनि 12 मुमिनमा सामेल हुन्छन्। अनि यी सबै श्रीजीको चरणमा पक्का इमानको साथमा आउँदछन् है सुन्दर साथजी। र यसरी सुन्दर साथीहरु आए। अब के हुँदछ भन्दाखेरि अगाडि चञ्चल अपनी दुकान से ल्याव त कर चोरी। चञ्चल भाइ पनि चोरी गर्दै श्रीजीलाई केही न केही मेवा मिष्टानहरू खिलाउँदछन् सुन्दर साथजी। र अब के भन्नुहुँदछ? ऐसा विचार करके दिल्ली से जब। अब यो विचार गर्दै गर्दै अब हो यो आशाजीतले भनेको कुरा त सही हो। एक त हिन्दू भाषामा हिन्दूलाई देख्न नसक्ने सुल्तानले कसरी हिन्दीमा चाहिँ सुन्न सक्छ? होइन लालदासजी, यो अझै हामीहरूलाई पर्खिनुपर्छ। हुकम भइहालेको छैन, हतार नगरौँ हामीहरू भनेर सल्लाह गरेर अब कता आउनु हुँदछ? यसा विचार करके दिल्ली से चले जब। अब दिल्लीबाट हिँड्न लाग्दाखेरि चाहिँ के घटना हुन्छ? कहाँ जानु छ दिल्लीबाट भन्दाखेरि शाहजहानपुर बुढिया जानु छ। शाहजहानपुर बुढिया जाने तयारी हुँदै थियो। त्यतिकैमा के साथ दिल्ली मिले। त्यतिखेरै सुन्दर साथीहरू कतिजना श्रीजीको चरणमा आउँदछन्। श्रीजी दिल्लीमै हुनुहुन्छ, शाहजहानपुर बुढिया जाने प्लान बनाउँदै हुनुहुन्छ। त्यतिकैमा को आयो भन्दाखेरि अलिक सुन्दर साथीहरू त्यहाँ दिल्लीबाट आउँदै, दिल्लीकै स्थानीय सुन्दर साथीहरू श्रीजीको चरणमा चर्चा सुनेर जागृत हुँदछन्। अनि महामती कै साथीजी याद करो धनी तुम, उत्तरी मेहर हक्क से जगाओ अपनी आत्म। अब राज्यको पूर्ण रूपले मेहर उत्रेको छ सुन्दर साथी, आफ्नो आत्म जगाउने समय हो यो। आज यो 6औं दिनको लीलामा हामीहरूले यो सानोतिनो नसोचौँ। 5औं दिनको लीलामै यो कुराको एनाउन्स राज्यले गरिसक्नु भएको छ। राज्यको मेहर उत्रिसकेको छ है पूर्ण रूपले राज्यको मेहर यो धरतीमा उत्रिसकेको छ। अब राज्यको मेहरलाई चाहिँ आफ्नो दिलमा लिएर के गर्ने? जगाओ अपनी आत्म, आफ्नो आत्मालाई जगाउने समय हो सुन्दर साथी। 5औं दिनको लीलामा त सुन्दर साथीहरूले आफ्नो आत्मा जागृति गरे। 6औं दिनमा पनि हामीहरूको अग्रज परमहंसहरूले आत्मा जागृति गर्नुभयो। यिनै बितकको घटनाक्रम सुनेर, यिनै बितकका सारै मजलहरू सुनेर, श्रीजीको मुखारविन्दबाट निक्लेका चर्चाहरू सुनेर सोच्नु सुन्दर साथी, अब हाम्रो पालो छ। अब हामीहरूले आफ्नो आत्म जागृत गराउने समय आएको छ। अनि इन समय सुरत से आया लक्ष्मीदास। सुरत से दिल्लीमा को आउँछ? लक्ष्मीदास नामको सुन्दर साथी आउनुहुन्छ। रूपाबाईको लेकी बेटी जमुना कास, आफ्नो छोरी जमुनाजी अनि आफ्नो श्रीमती रूपाबाईलाई लिएर श्रीजीको चरणमा आउनु हुँदछ र जागृत हुनुहुँदछ। अनि अरू पनि त्यहाँ धेरै सुन्दर साथीहरू आउनुहुन्छ। लक्ष्मीदासजी के कर्मिने उपली भई दृष्ट जोर। अब दिल्लीमा आएर लक्ष्मीदासजी जहाँ बस्नु भएको छ हैन, आफ्नो घरमा त्यहाँबाट श्रीजी एउटा हवेली लिएर बस्नु भएको छ। अब लक्ष्मीदासजीको घरमा एक दिन के भयो भने लक्ष्मीदासजी विश्राम गरिराख्नु भएको थियो, या राज्यको चिन्तनमा डुबिराख्नु भएको थियो हैन। अब चिन्तनमा डुब्दा के भयो? उपली दृष्ट भई जोर। अब लक्ष्मीदासजीको अगाडि चाहिँ अब एउटा स्वरूपले दर्शन दिँदछ। राज दिदार देवै कछु दिल में खोर। श्रीजी राज्यले आएर दिदार दिनु हुँदछ। हेर्नु है, श्रीजी यता दिल्लीमै हवेलीमा बस्नु भएको छ। अनि जब महजी भाइलाई लगेर जोसलाई पठाएर जब झापड लगाउन सक्नु हुँदछ भने अब तीको एउटा सानो हँसीको लीला, त्यसबाट पनि हामीहरूलाई बहुत ठुलो सिकापन छ। 3 आरोगण आवही, त्यहाँ आएर भोजन आरोग्नुहुन्छ। लक्ष्मीदासजीको घरमा आएर भोजन आरोग्नुहुन्छ। लक्ष्मीदासजीसँग वार्तालाप गर्नुहुन्छ। राज्य आवत त बडा आवेश। अनि उसलाई के आउँदथ्यो? आवेश आउँदथ्यो। आवेश आउँदाखेरि मुखबाट के बोल्दथे? तीस वास्ते मायाका कछु नरया लभलेस। मायाको कुनै पनि कुरा गर्दैनन्। अब मायाको प्रति चित्त हटो। आवेश आउँदछ, एकदम एकान्त भएर आफ्नो धामधनीसँग बिल्कुल विलीन हुनुहुँदछ। र और राज के दिल में हाँसी करने का काम, हक्क को और कोही काम नहीं, देने रुहो लाड लज्जत। राज्यको काम अर्को केही छैन, के गर्नुहुन्छ? हाँसी गराउनुहुन्छ। अनि अब यता हवेलीमा बसेर दिनभरि अब कसरी औरङ्गजेब बादशाहलाई चाहिँ सूचना पुर्याउनु, कसरी औरङ्गजेब बादशाहलाई जगाउनु भनेर सुन्दर साथीहरूको स्ट्रेस देख्नुहुन्छ। अरे सुन्दर साथ सब उदास छन्, सिरियस छन्, अलिकति हाँसी मजाक गरिदिउँ न त। राज्यले लाड लज्जत गराउनु छ। अनि राज्यले भन्नुहुन्छ अलिकति सुन्दर साथीहरूलाई म एकछिन हँसाउनु पर्यो भनेर अरे त्यही बात हुँदै हुँदाखेरि के गर्नुहुन्छ? अनि बेलुका लक्ष्मीदासजीको घरमा गएर जसरी दर्शन दिइराख्नु भएको छ राज्यले। अनि राज्यले के गर्नुहुन्छ? हँसी गराउने एउटा योजना बनाउनुहुन्छ। 30 वास्ते वादा करे वायदा किया इस ठाम। के वादा गर्नुभयो लक्ष्मीदासजीलाई? आज से सकुमार बाई आवे 8वें दिन। यहाँ सबै सुन्दर साथीहरू के को लागि परेशान छौँ हामीहरू? सकुमार सखीलाई चाहिँ कसरी औरङ्गजेब बादशाहको जीवको दिलबाट जागृत गराएर मेरो आफ्ना धामधनीको चरणमा ल्याउने।
त्यही छ प्रयास सबैको, सबै परेशान छन्। लालदासजी परेशान हुनुहुन्छ, कुरानका हदिस खोजिराख्नु भएको छ, त्यो 22वटा प्रश्नलाई कसरी उर्दूमा बनाउनु, त्यसमा शिरदर्द भइरहेको छ। अरू सुन्दर साथीहरू चिन्तित छन्। यो बिचमा राज्यले एउटा के हो, सानो हँसीको लीला गरिदिनुहुन्छ। लक्ष्मीदास, आजभन्दा 8 दिन पछाडि बस तिमीबाट साकुमारको जागनी हुनेवाला छ ल भनेर भनिदिनु भयो। राज्यले दर्शन दिएर के भनिदिनु भयो, आजदेखि 8 दिनपछि 8वाँ दिनमा तिमीले साकुमारलाई जगाएर ल्याउनेछौ। आज सारा सुन्दर साथीहरू साकुमारको लागि परेशान भइरहेछन् नि, अब तिम्रो तनको द्वारा जो शोभा प्राप्त हुनेवाला छ। राज्यले आएर दर्शन दिएर भनेको प्रसङ्ग है सुन्दर साथी। तब राजा बडो आदर कियो कहे बैठा जोडे सैयन। अनि अब यो कुरो ल्याएर कसलाई सुनाए, लक्ष्मीदासजीले। अनि आज राति त राज्य यसरी अस्ति 3 दिनदेखिबाट राज्य आउनु हुँदैछ मेरो घरमा, आएर भोजन आरोग्नु हुँदछ, मसँग बात गर्नु हुँदछ, र आज त राज्यले बहुत ठुलो कुरा गर्नुभयो। के कुरा भन त लक्ष्मीदासजी भन्दाखेरि, आजदेखिबाट ठिक्क 8वाँ दिनमा 1 हप्ता पछाडि, मतलब 1 हप्ता पछाडि चाहिँ मेरो तनबाट बस साकुमारको जागनी गराइदिने अरे। तिम्रो तनबाट चाहिँ साकुमारको जागनी हुन्छ भनेर भन्नुभएको छ। अब के हो यो लीला भनेर अब लक्ष्मीदासजीले कसलाई सोध्नुहुन्छ, श्रीजीलाई सोध्नु हुँदछ। यस्तो यस्तो लीला पो हुँदैछ त मेरो घरमा, लु भन्नुहोस् त यसको के हो अर्थ भनेर अब सोध्नु हुँदछ। ए श्रीराज की कृपा काहु ऊपर हो। श्रीजीले अब मन्द मन्द मुस्कुराउँदै के भन्नुभयो, श्रीजीलाई सब कुरो थाहा छ। यो त श्रीजीले हाँसी टिटोली गराउनु भएको, ती सुन्दर साथीहरू जुन बसेका छन् औरङ्गजेब बादशाहको लागि बहुत परेशान भइरहेको छन्। एकछिन हँसी गर्नको लागि राज्यले के गर्नुभयो, ए श्रीराज, यो त राज्यको कृपा हो लक्ष्मीदासजी तपाईँमाथि। ओहो, बहुत ठुलो कुरा गर्नुभयो तपाईँले। हामीहरू यहाँ परेशान भइरहेको छौँ साकुमारलाई जगाउनको लागि, अनि राज्यले आएर दर्शन दिएर तपाईँको तनबाट साकुमारलाई जगाउनु भन्छन् त हामीहरूले यहाँ किन कष्ट गर्नु। अब यो त राज्यको कृपा हो, कहाँ ऊपर हो, यो त कोही कोही बिरला माथि मात्रै हुन्छ यस्तो खालको कृपा। सो मेरे आगे होइ यहाँ काम करे सोही, यो मेरो अगाडि भएको छ भनेर उता लक्ष्मीदासजीले भन्नुहुँदछ। यो मेहर त मेरो माथि भएको छ, अब मबाट चाहिँ साकुमारको आत्म जागृत गराउनुहुन्छ अरे भनेर भन्नुभयो। जो मेरे आगे होइ या बैठे मेरे जोड। अनि अब के भन्नुहुन्छ, साकुमारको आत्म जगाउनेवाला तपाईँको तन या मसँगै बस्ने कि मभन्दा अलिकति अगाडि भएर बस्नुहुन्छ अब आसनमा बस्दाखेरि भनेर राज्यले के गर्नुहुँदैछ, परीक्षा लिनुहुँदैछ। नाइ त मेरा पिछा कोही जिन छोडो तु, नाइ त मेरो पछाडि तिमी नछोड। या त अगाडि बस्न इच्छा गर्छौ भने अगाडि बस, नभए पछाडि बस, नभए बराबरीमा बस्छौ भने के गर्छौ तिमी भन्दाखेरि, तब कया लक्ष्मीदास ने मुझसे आगा नहोइ, तपाईँभन्दा अगाडि म कसरी बढ्न सक्छु, तपाईँभन्दा पछाडि पनि म बस्न सक्दिनँ। फेरि किन राज्यले मलाई तेरो तनबाट चाहिँ साकुमारको आत्म जागृत हुन्छ भन्नुभएको छ, अनि म पछाडि पनि बस्न सक्दिनँ, अगाडि पनि तपाईँको अगाडि ओभरटेक गर्न सक्दिनँ। पर जोडे तुम्हारे बैठुङ्गा, होइन, साकुमार जगाउँछु, तपाईँसँगै बराबरीमा बसेर म साकुमारको आत्मलाई जागृत गराउँछु भनेर अब श्रीजीको बराबरीमा अब लक्ष्मीदासजी बस्न थाल्नु भयो। 2 दिन 3 जोडे बैठा फिर आडे आई शरण। अनि जसरी श्रीजी आसनमा बस्नु भएको छ, छेउमा आएर अब लक्ष्मीदासजी बस्न थाल्नुभयो। अनि तलबाट भीमभाइले अब के भन्नुहुन्छ, श्याम भाइ भीम भाइले ताना मार्न थाल्नुभयो। श्याम भीम ताना मार्थे तब हुआ दिल नरम। श्याम भाइ र भीम भाइले धामधनी की जय, लक्ष्मीदास धामधनी जी की जय भनेर भन्न थाले, जयकारा लगाए। अनि आज त हामीहरू 2-2जना धामधनीलाई पायौँ। साक्षात् श्रीजीको रूपमा त धामधनी हुनुहुन्छ, अब लक्ष्मीदासजीको रूपमा पनि धामधनी पायौँ। धामधनी प्रणाम जी भन्दै अब चरणमा गएर प्रणाम गर्न थाले। 1-2 दिन त बसे श्रीजीको एकदम बिल्कुल बराबरीमा। त्यहाँबाट तेस्रो दिनदेखिबाट उनलाई शरम आउन थालेछ, उठेर आएर सुन्दर साथीहरूको साथमा बस्न थाल्दछन्। जब 8 दिन पुरे भए, अब 8 दिन जब पूर्ण हुँदछ नि, श्री राज्य दिया दिदार, फेरि राज्य 8 दिनको दिन आउनुभयो। 8वाँ दिनको दिन राज्य घरमा आउनु हुँदछ। तब यिनीहरूले अर्ज गरी पूरा करो, पूरा पर्वतिकार, लु राज्य तपाईँले भनेको वचन पूरा गर्नु, नभए मेरो हँसी हुँदैछ, उता ताना मार्दैछन् मलाई धामधनी भनेर। तपाईँले जुन वादा गर्नुभएको थियो 8वाँ दिनमा साकुमारको जागनी तेरो तनबाट हुन्छ भनेर, लु अब यो आफ्नो वचनलाई पूरा गर्नु भन्दाखेरि, तब राजा हात से जुदे हुए। बस राज्य मुस्कुराउँदै तुरन्तै त्यहाँबाट अन्तर्ध्यान हुनुहुन्छ। तब हाँसी हुई र, अनि त्यो हाँसी अब कहाँ आउँछ, 8 दिन त भयो त महाराज, कोही साकुमारकी आत्मलाई कोही लिएर आएको, कोही औरङ्गजेब बादशाहलाई लिएर आएका भनेर अब सुन्दर साथले ताना मार्न थाले। अब त्यहाँ यस्तो खालको राज्यले त्यहाँ हाँसी गर्नु छ, सबैजना हाँस विनोद गर्दछन्। सुन्दर साथी यो टेन्सनको बेलामा सबै सुन्दर साथीहरू निराश भइसकेको थिए, कसरी चाहिँ औरङ्गजेब बादशाहको दरबारमा पुग्ने हो। अनि एकछिनको लागि भए पनि सुन्दर साथीहरूमा हाँस विनोद होस् भनेर
राजीलाई लक्ष्मीदासजीलाई माध्यम बनाएर हामीहरू सब सुन्दर साथलाई दिनुभएको सिक्का पनि हो कि हामीहरूले राज्यको हुकुमको अगाडि बस्न मिल्दैन, राज्यको हुकुमलाई अगाडि राख्ने, राज्यको हुकुमको बराबरी पनि नगर्ने कुनै पनि लीलामा। यो राज्यको हुकुमको कार्य चल्दैछ भने हुकुमको पछाडि पछाडि हिँड्ने, हुकुमले हामीहरूलाई जता देखाउँछ, हुकुमले जता डोर्याउँछ त्यता अनुसार हिँड्नु पर्दछ। जहाँ राज्यको हुकुमको बराबरी गर्न थाल्छौँ त्यहाँ हाम्रो बहुत ठुलो हँसी हुन्छ सुन्दर साथी। हामीहरूबाट कुनै जाग्ने हुनेवाला छैन। धनी मैं तो सुती नींद में तुम बैठे हो जागृत, खेल भी आप दिखाओ त बल मेरो कछु ना चलत। यो सरेन्डर हुनु पर्यो। धनी मैले जगाएको होइन, मैले बोलेको होइन, कसले तपाईँ गर्नुहुँदैछ, करत करावत सब तुम। धनी तपाईँको हुकुमले सारा कार्य गरेको हो, म तपाईँको बराबरी गर्न सक्दिनँ, न तपाईँको अगाडि हिँड्न अगुवाई लिन सक्छु। म त बस तपाईँ जता जता म पनि त्यतै त्यता। म तपाईँकी दुलहिन हुँ। दुला अगाडि बढ्नु पर्दछ, दुलहिन त पछाडि हुन्छ हमेसा आफ्नो दुलाको नक्से कदममा। यो हामीहरूले भाव लिने हो यो प्रसङ्गबाट सुन्दर साथी। लक्ष्मीदासजीको जस्तो हामीहरूमा हाँसी नहोस् सुन्दर साथी। त्यही भएर राज्यको हुकुमको अनुसार हामीहरूले कार्य गर्नु पर्दछ। अनि के गर्नुहुन्छ, यी सब लीलाहरू यहाँ गरेर सुन्दर साथीहरू एकछिन हाँसी मजाक हुन्छ, अनुहारमा उज्यालोपन आउँदछ। र अब श्रीजीले विचार गर्नुभएको त लु अब ढिलो भइसक्यो, कहाँ जाने, फेरि विचार करके दिल्ली से चले जब शाहजहानपुर बुढिया आए पहुँचे तब। शाहजहानपुर बुढियामा आएर बस्नु हुँदछ सुन्दर साथी। अनि कहाँ आजुज माजुजले बडा जोकिया जोर। अब यहाँ आएर के हुँदछ भन्दाखेरि आजुज माजुजले चाहिँ बहुत जोर अरे। आजुज माजुज भनेको के हो सुन्दर साथी? अब यो सब कुरानका शब्दहरू आउन थाले, अब अरबी शब्दहरू अगाडि। अब यहाँबाट जसरी मेर्ताबाट निक्लिनु भयो नि, अब खालि या त कयामतका नाम आउँछन्, या त इमाम मेदीको कुरो आउँछ, खुदाको कुरो आउँछ हैन। अनि यो आजुज माजुज भन्ने शब्द सुन्न पाइन्छ। यी सबै कुराहरू सुन्न पाइन्छ कुरानमा भएका भित्रका गुज्ज गुज्ज कुराहरू जुन राज्यले अक्षरको आत्मसँग गर्नुभएको थियो नि, त्यो अलग शब्दमा अरबी शब्दमा हामीहरूले अब यो जागनेको लीलामा सुन्न पाउँदैछौँ। यो पनि एउटा मेहेर हो। राज्य र अक्षरको आत्मको बिचमा आखिर 90,000 हरूफ त बात भएको हो नि, तर के चाहिँ कुरा भएछ, राज्यले आफ्नो वायदतलाई पनि तोडेर अक्षरको आत्मलाई, जुन अक्षरको आत्मको लागि चौपाई उत्रेको छ, अक्षरातीत के मोहल में प्रेम इसको बर्तत, सुशुद्ध अक्षरको नहीं किन विध केली करत। रङ्गमहलको भित्रको लीला जब अक्षरलाई शुद्ध छैन भने आज राज्यले त हामीहरूको पछाडि तामामा त्यत्रो वायदा तोडेर रङ्गमहलभित्र पुर्याएर आफूसँग सन्मुख बसाएर 90,000 हरू बात गर्नुभएछ। अनि हामीहरूलाई सुनाउनु दिनु भएन, हामीहरूलाई लुकाइराख्नु भएको रहेछ भन्ने हुन्छ कि हुँदैन? आज जब जागनेको लीलामा यो कुरो राज्यले सिक्रेट खोलिदिनु भयो, राज्य बिल्कुल हामीहरूलाई कुनै पनि कुरा लुकाएर धोका दिनुहुन्न। 9वीं सदीमा हामीहरू उत्रेका थिएनौँ नि त, 10वीं सदीमा उत्रौँ। श्यामाजीले हामीलाई जागृत बुद्धिको ज्ञानद्वारा जति परमनामको लीलाहरू देखाउनु भयो बस त्यति हेऱ्यौँ। तर अब यो 5 दिनको लीलादेखिबाट त राज्य खुद उत्रिनु भएको छ जागनेको लीलामा। इन्द्रावतीको धाम दिलमा श्यामाजीको दिलमा आएर विराजमान भएर अब राज्यले 5 दिनको लीलामा म लीला अब ड्राइभ गर्छु भनेर अगाडि बढाउनु हुँदैछ। 4थो दिनको लीलामा श्यामाजीलाई अगुवाई गर्न दिनुभयो भने यो 5 दिनको लीलामा आफूले यो जागनेको लीलालाई अगुवाई गर्नु हुँदैछ। अब राज्यले आफ्नो हृदयका सबै राज खोल्नु हुँदैछ। के लुकाएको थिए सब कुछ अब सामने उजागर गर्दैछु। जुन कुरो परमधाममा शुद्ध दिन सक्नु भएको थिएन, नसक्नु त कुनै पनि छैन सुन्दर साथी। तर बाया सूत्र हे अक्षर रूप, सूत्र हे बिहारी जी रूप, देख्यौं त बिहारी जी रूपी सूत्रबाट आफ्नो स्वरूपको पहिचान गराउनु भयो। अब यहाँ अक्षरको माध्यमबाट, अक्षरको लीलाको माध्यमबाट चाहिँ सब अङ्गको लीलाको माध्यमबाट के गर्नु हुँदैछ, आफ्नो हृदयका सारा राज खोल्नु हुँदैछ। मेरो र अक्षरको आत्मको बिचमा के सिक्रेट कुरा भएको थियो थाहा छ? तिमीहरूलाई फरामोसीमा हालिसके पछाडि। त्यही भएर त मोहम्मद साहबले गएर सोध्नु हुँदैछ अक्षरको आत्मले, यी रुखको मुखमा किन कुलफ छ? कुलफ भनेको ताला, किन बोल्दैनन्, किन चुप लागेर बसेका भन्दाखेरि राज्यले के भन्नुहुन्छ? तेरी उम्मतले गुनाह गरेका छन् भनेर भन्नुहुन्छ। हामीहरू अक्षरको उम्मत हौं होइन नि त, तर त्यहाँ अक्षर राज्यकै स्वरूपमा गएका हुनाले गर्दाखेरि तेरी उम्मत भनिदिनु भयो। अनि किन मुखमा ताला छ भन्दाखेरि गुनाह गरेका छन्, नासुदको खेल मागेका छन् भनेर भन्नुहुन्छ। सब कुछ त्यो वार्तालापको अनुसार के राजभित्रका कुराहरू राज्यले गर्नुभएको थियो अक्षरको आत्मसँग। अनि मैले अक्षरसँग यो कुरा गरेको कुरा आफ्नो परमात्मालाई छुपाउन सक्नुहुन्न नि त। अनि यो जागनेको लीलामा ल्याएर सब कुछ उडेल दिनुहुन्छ सुन्दर साथी। यो हो। त्यही भएर अगाडि जति पनि शब्द आउँछन्, यी जुन प्रत्येक पक्षको कुरानको भित्र राज्यले के सिक्रेट कुराहरू राख्नु भएको थियो त्यो सबको अधिकार हामीहरू परमनामको ब्रह्म सृष्टि हौं। संसारले यो कुरोलाई बुझ्दैन, जान्दैनन्। संसारले
यो सिर्फ हामीहरूको, यो हाम्रो घरको कुरा हो, सिर्फ हामीहरूले बुझ्दछौँ। यसको शब्दको अर्थ पनि जुन हामीहरू अहिले यो वितकमा शब्दहरू एक एक शब्दहरू आउँछन् नि, यसको अर्थ पनि हामीहरू बुझ्दछौँ। यही शब्द लिएर एउटा कुनै इमामको पासमा जानुहोस् त, यसले शब्दको अर्थ यो आजुज माजुज भनेको के हो, कसरी आजुज माजुज जाहिर हुन्छन्, कयामतको 7 निशान भनेको के हो भनेर सोध्नुहोस् त, उनीहरूलाई त्यो कुरा थाहा छैन। अनि वितकमा जुन यहाँ गहिरा गहिरा शब्दहरू राखिदिएको छ, त्यही शब्द पनि लिएर अगर यहाँ एउटा इमाम मौलवीहरूको पासमा गयो भने बस उनीहरूलाई केही पनि थाहा हुँदैन सुन्दर साथी। त्यही भएर अब यहाँ शाहजहानपुर बुढियामा चाहिँ के हुँदछ भने तहाँ आजुज र माजुज, आजुज भनेको दिन, माजुज भनेको रात। दिन र रातले त्यहाँ के परेशान, दिन रात त्यहाँ के हुँदछ, एउटा बिमारी फैलिँदछ। यो आजुज माजुजको पनि सात कयामतको निशानमा जब यसको पुरा बातुनी भेदहरू खोलिन्छ नि, त्यतिखेर बताउँला। र यहाँ आजुज र माजुजको साथमा चाहिँ के हुन्छन् अरे भन्दाखेरि 3टा फौज छन् यसका। आजुज माजुजका 3वटा फौज छन्, 3वटा चाहिँ सिपाही छन् यसका। त्यसलाई दोपहर, प्रातः, दोपहर, शाम भनेको छ। प्रातःकाल भनेको बिहान भयो, दिउँसो भयो र बेलुका भयो भनेर भनेको छ। यो दिन र रातले चाहिँ त्यहाँ के परेशान गर्दछ, बिहान पनि र दिउँसो पनि र बेलुका पनि सबै परेशान भइरहेको छन्, त्यहाँ दिन रात परेशान भइरहेको छन्। यसलाई आजुज माजुज भनेको। मर्गी पडी इन समय, सबैलाई के को बिमारीले पक्रियो, मिर्गी बिमारले पक्रिँदछ। मिर्गी बिमार भनेको बुझ्नुहुन्छ नि, छारा रोग, छारे रोग भन्छ नि, हो त्यो छारे रोगले पक्रिँदछ र त्यहाँ अब जोरदार सबैको देहान्त हुन थाल्दछ। त्यसमै हामीहरूको सुन्दर साथलाई पनि पक्रिँदछ। इन समय बुढिया में पक्रा नागजीको, शाहजहानपुर बुढियामा अब कसलाई पक्रियो, त्यहाँ पुरा बिमार फैलिएको हुन्छ, भाइरल फैलिएको छ मिर्गीको, र त्यहाँ हाम्रो सुन्दर साथीलाई पनि पक्रिँदछ, नागजी भाइलाई। मलकत्त मौत झलुपिया तब मारा तिनका मोह। अनि अब जब नागजीको हालत एकदम बिल्कुल शरीर छुट्नेवाला जस्तो हुँदछ, अनि नागजीलाई भन्नुहुँदछ, नागजी भाइ बिल्कुल नघबराउनु, केही हुँदैन, अनि धामधनी साथमा हुनुहुन्छ, एकदम बिल्कुलै नघबराउनु भनेर श्रीजीले आफ्नो नजर बिल्कुल नागजी भाइको नजरसँग जुदाउनु हुँदछ। नागजी भाइलाई भन्नुहुन्छ, आफ्नो नजर बिल्कुल मेरो नजरमा हेरिराख, एकटक मलाई हेरिराख भन्नुहुन्छ। अब के देख्नु हुँदछ, मौत, मलकत मौत झलुबिया अरे। हेर्नुहोस् त त्यहाँ के हुँदछ, मौत पनि एकछिनको लागि थरथराउँछ। कसलाई देखेर, अक्षरातीतको नजरमा नजर पुग्दछ नागजी भाइको। जसरी नै नागजी भाइले अक्षरातीतको नजरमा नजर लगाउनु हुँदछ नि, भित्रको मौत पनि अब डराएर भाग्दछ। तब मारा तिनका मोह, त्यो मौतलाई पनि मात दिनुहुन्छ सुन्दर साथजी। नागजीको पनि इमान पक्का छ आफ्नो धामधनीको प्रति, एकटक आफ्नो धामधनीको नजरमा हेरिराख्नु भयो। बस त्यो नजर अक्षरातीतसँग नजर मिलाउने बित्तिकै फेरि मौत पनि त्यहाँ छेउमा आउँदैन सुन्दर साथजी। अक्का सेरक से नजदीक आडा पट्न द्वार, राज्य प्राण नली भन्दा पनि नजदिक हुनुहुन्छ महसुस गर्नेलाई। महसुस गर्दाखेरि राज्य हामीहरूको प्राण नली भन्दा पनि नजदिक हुनुहुन्छ। प्राण नली कहाँ हुन्छ, यहाँ गर्दनको पछाडि। अनि हामीहरूको प्राण जानुभन्दा पनि अगाडि राज्य आएर खडा हुनुहुन्छ सुन्दर साथजी। बिल्कुल, तर इमान विश्वास राज्यको प्रति पक्का हुनु पर्यो, स्वरूपको पहिचान हुनु पर्यो। प्राणनाथजीको स्वरूपको पहिचान कति इम्पोर्टेन्ट रहेछ, हामीले आए दिन यो 5 दिनको लीलादेखिबाट, जहिलेदेखिबाट हप्साबाट श्रीजी प्राणनाथजी निक्लिनु हुँदछ मिहिराजीको तनलाई सुशोभित गर्दै, त्यहाँदेखिबाट आजसम्मको यो प्रसङ्गमा हामीहरूले कसलाई अक्षरातीत मानिराखेको देख्यौँ, प्राणनाथजीलाई। अनि प्राणनाथजीको चरणबाट इमान हटाउँदाखेरि के हुन्छ हामीहरूको हालत, त्यो पनि घटनाक्रमबाट देख्यौँ। प्राणनाथजी माथि एकटक इमान ल्यायौँ, प्राणनाथजीलाई आफ्नो धामधनी प्राणनाथ निज मूलपति हो भनेर हामीहरूले बस हृदयदेखिबाट उसलाई प्रेम गर्न थाल्यौँ, उसको स्वरूपको पहिचान गर्यौँ भने बेस मौत पनि हुन्छ अरे, मौत पनि झलुबिया अरे, ऊ पनि भाग्दछ डराएर। केही पनि उहाँको आग खाग बाग नाग न डरावे, गुण अङ्ग इन्द्रिय से हो त रहित। केहीले पनि हामीलाई डराउन सक्दैन सुन्दर साथजी। जब तर प्राणनाथजीको प्रति चाहिँ पक्का इमान हुनु पर्यो। प्राणनाथजीलाई प्रभु मानेर होइन, प्राणनाथजीलाई कवि सन्त मानेर होइन, प्राणनाथलाई निज मूलपति मानेर चाहिँ अगाडि बढ्नु पर्दछ। यो वास्तविक पहिचान हो। वाणी र वितकले प्राणनाथजीको स्वरूपको पहिचान दिएको छ सुन्दर साथजी। सुंदर भाई कहे अक्षरातीत से खेल में आया साथ, दो सुपन ए तीसरा दिखाया प्राणनाथ। कसले देखाउँदै रहेछ त ब्रजराज र जागनीको लीला। प्राणनाथजी केशव ठाकुरको छोरा भने कसरी ब्रजराज जागनीको लीला देखाउनु भयो उहाँले। प्राणनाथजी सद्गुरु महाराजजीको चेला, देवचन्द्रजीको चेला हो भने अक्षरातीत कसैको चेला हुन सक्छन् सुन्दर साथजी। जतिखेर देवचन्द्रजीको तनबाट लीला हुँदै थियो त्यतिखेर प्राणनाथजी त देवचन्द्रजीको भित्र श्यामाजीको धाम दिलमा विराजमान हुनुभएको छ।
हैन। त्यही भएर सुन्दरबाई कय अक्षरातीत से खेल में आया साथ। सुन्दरबाई र राज्यको बीचमा के बात हुँदैछ? सुन्दर साथ खेलमा आएका छन्। दो ए स्वप्न तीसरा दिखाया प्राणनाथ। दुईटा स्वप्न लीला के हो? ब्रज र राज र जागनीको यो तेस्रो लीला कसले देखाउँदैछ? कञ्चन रङ्गको सिंहासनमा विराजमान हुनेवाला मूल स्वरूप नै हामीहरूको प्राणनाथ निज मूलपति हो। ऊ निज मूलपतिले यो ब्रज राज जागनीको लीला देखाउनु हुँदैछ। आज यो जागनीको लीलामा उसले आफ्नो मूल नाममै ऊ जाहेर हुँदैछ मिहिराजीको तनबाट। अनि आफ्नो नाम, आफ्नो प्राणनाथको नाम, आफ्नो श्रीजीको नाम, आफ्नो श्रीजी साहेबजीको नाममा ऊ जाहिर हुनु हुँदैछ यहाँ खेलमा। त्यही भएर प्राणनाथ निज मूलपति श्री मिहिराज शुभ नाम भन्यो। मिहिराज रूपी शुभ नाममा चाहिँ हामीहरूको आत्माको प्रियतम प्राणेश्वर बस्नु भएको छ। यो सारा लीला देखाइराख्नु भएको छ हामीहरूलाई। अब यो शाहजहानपुर बुढियाबाट जब यहाँबाट निक्लिनुहुन्छ नि, हरिद्वार जानुहुन्छ, अनि सारा विश्वलाई आफ्नो पहिचान दिलाउनु हुँदछ कि प्राणनाथ बुद्ध निष्कलङ्क स्वरूपको रूपमा जाहिर भइसक्नु भएको छ। श्रीजी साहेबजीको रूपमा जाहिर भइसकेको छु, अक्षरातीतको रूपमा जाहिर भइसकेको छु भनेर अहिले त सानसाना गीता भागवतहरूको धर्मावलम्बीहरूलाई जागृत गराउनु हुँदै थियो। अहिलेसम्म त गिने चुने पण्डितहरू मात्रै आउँदै थिए। जहाँ जहाँ जानुभयो एक दुईजना पण्डितहरू भेट्नुभयो, उनीहरू आए इमान लिएर, जो परमधामको ब्रह्म सृष्टि थिए। अरूले इमान ल्याएनन्। अनि फेरि मेरताबाट कतै पक्षको पनि सुरु भइदियो। अब मुसलमानको तनमा पनि परमधामको ब्रह्म आत्मा छन् भने उनीहरू पनि आउनेछन्। यता एक तर्फबाट कतै पक्षको कुरालाई जाहिर गर्नु हुँदैछ भने अब अर्को तर्फबाट फेरि अब फेरि एकचोटि हिन्दूलाई लल्कार्ने बेला भयो। किनकि जबसम्म हिन्दूलाई लल्काएर जाँदैन, उनीहरूलाई त्यो अज्ञानताको निद्राबाट जागृत गराएर जाँदैन, तबसम्म उनीहरूले आफ्नो धर्मको रक्षाको लागि कमर कस्नेवाला छैनन्। त्यही भएर के गर्नु छ? राजा ने मलोरे राय तर्णो धर्म जाता रे कोही दौडो भन्दै लल्कार्नु हुँदछ। तर सारा राजा औरङ्गजेब बादशाहको त्यो शासनकालमा सब डराएर आफ्नो ठाउँमा बसेका छन्। कोही पनि बाहिर कमर कस्दैनन् हिन्दूलाई रक्षा गर्नको लागि। आफ्नो हिन्दुत्वलाई बचाउनको लागि कोही पनि कमर कस्ने अगाडि बढ्दैनन्। अनि कसले कमर कस्दछ? किनकि यो संसारलाई के दिनु छ? सुखमय शीतलमय गर्नु छ। औरङ्गजेब बादशाहको घमण्डलाई तोड्नु छ। भित्र बसेको शाहकुमारको आतङ्कलाई त्यो जन्जालबाट बाहिर निकाल्नु हुँदछ। त्यो सब लक्ष्य लिएर अगाडि बढ्नु भएको छ सुन्दर साथी। अनि यो कार्य कसले गर्दछ? राज्यले गर्नु हुँदछ यो सारा कार्य। त इन्द्रावतीको धामदिलमा बसेर खुदै प्राणनाथ हाम्रो निज मूलपतिले यो सारा लीला देखाइराख्नु भएको छ। यहाँ नागजीलाई पनि, नागजीको भित्रबाट मौतलाई पनि खिचेर ल्याउनेवाला को हो? प्राणनाथ नै हो सुन्दर साथी। धनी बिना अरू कसैले पनि यो कार्य गर्न सक्दैन सुन्दर साथी। त यहाँ अब भाग्दछन् नागजी भाइ, तुरन्त तयार हुँदछन्, बिल्कुल स्वस्थ हुँदछन्। श्री धाम दिखाएके के देखाउनु पर्यो? त्यो नजरमा, मेरो नजरमा हेर भन्ने बित्तिकै सुर्ता कहाँ पुग्यो नागजी भाइको? परमधाम पुग्दछ। दिया आफ्नो जोस, आफ्नो के दिनुभयो? जोस दिनुभयो। अब यो जोस दिनेवाला को रहेछ त? देवचन्द्रजीको चेला हो त? भन्नुहोस् त। कवि हो, सन्त हो, कुनै आचार्य हो, महाप्रभु हो, को रहेछ? आफ्नो जोस दिए भनेर भन्नुभएको छ। यहाँ हेर्नुहोस् त, श्री धाम दिखा, परमधाम दिखाउने वाला को? जसको परमधाम हो उसले पो परमधाम देखाउँछ त। कवि सन्त महापुरुषको परमधाम हो, होइन नि त। परमधाम त राज्यको मूल स्वरूपको परमधाम, जसको परमधाम हो उसले वो परमधाम देखाउँछ त। यहाँ सन्त कविहरूले कहाँ परमधाम देखाएको रेकर्ड छ? कुनै पनि धर्मग्रन्थमा प्रमाण छ कि परमधाम देखाउने वाला कोही सन्त हो भन्ने? जसको परमधाम हो उसले परमधाम देखाउँदैछ। दिया अपना जोश, अनि आफ्नो जोश दिनेवाला को हो? धामधनी अक्षरातीत। तब कालको मारिया हो गया फरामोश। कालको मारिदिनु भयो, खतम। काललाई चाहिँ परास्त गरिदिनु भयो। कालले सुन्दर साथलाई लगेन। काल चाहिँ, कालको चाहिँ नाश गरिदिनु भयो। कालको नाश गर्नेवाला को हो? आजसम्म कालको नाश गर्नेवाला कोही देख्नु भएको छ? आज राज्यले खुद देखाइदिनु भयो। अनि सुन्दर साथी, यत्रो लीला भइरहेको छ त आफ्नो प्राणनाथलाई पहिचान गर्ने काम गरौँ। यो हाम्रो यही अज्ञानताको निद्रामा यही सुतिराखेको छौँ। यही हामीहरूलाई पहिचान भएको छैन कि जसले लीला गर्दैछ उसको स्वरूपको पहिचान हामीहरूलाई भएको छैन। अगर काश पहिचान हुन्थ्यो भने हामीहरूको जुबानमा त साँच्चै भने सपनामा पनि नआउने शब्द सुन्दर साथी हामीहरू प्रत्यक्ष रूपले बोल्दछौँ उसको लागि। कवि, सन्त, महाप्रभु, आचार्य, गुरु, चेला, अनि अगाडि गएर त सब म केहीमा छुइनँ, रेहु नाही रेहु नाही रेहु नाही भनेर भनिदिनुहुन्छ।
म केहीमा छुइनँ। तिमीले जुन जुन शब्दले यो संसारका तुच्छ शब्दले बोलाएको छौ नि त्यसमा छुइनँ, म पाउँदिनँ। म लु जतिसुकै बोलिराख, म तिमीहरूलाई प्राणनाथ निज मूलपतिको रूपमा पाउने छुइनँ। मलाई मेरै स्वरूपमा पहिचान गर्नुपर्दछ। निज नाम सोही जाहिर हुआ, म आफ्नो नामले यहाँ जाहिर भएको छु। झाकी सब दुनी राह देख त, सारा ब्रह्माण्डले बाटो हेरिराखेको मेरो मलाई हो। द्वापर युगको बाटो हेरेन, मैले पूर्व जति लीला गरेँ त्यो लीलाको बाटो हेरेका होइनन्। यो 28औं कलिजुगमा यो जागिनीको लीलामा मेरो बाटो हेरिरहेका छन्, मेरो नाम सुन्नको लागि तडपिरहेको छन्। मैले पहिला दुईटा नाममा जाहिर हुनु थियो, लीला गरेँ, ब्रह्म आत्माको लागि थियो, एउटा अक्षरको लागि थियो। पहिलो मैले श्री कृष्णजीको नाम धारण गरेँ, त्यो मेरो ब्रह्म आत्माको लागि थियो। त्यहाँ 11 वर्ष 52 दिनसम्म मैले कालमायाको लीला देखाएँ। बाँकी बिहारीको नामको लीला गरेँ, त्यो अक्षरलाई परम नामको भित्र हुनेवाला लीलाको रसास्वादन गराउनु थियो, त्यो गराएँ। तर जागरणीको लीलामा अब म आफ्नो मूल नामले जाहिर हुँदैछु। त्यही भएर निज नाम सोही जाहिर हुआ, जाकी शब्द राह देखो। जसरी तार्तमा तल भन्यो, सो तो अब जाहिर भए, निज नाम सोही जाहिर हुआ। अब आफ्नो नामले जाहिर हुनु, आफ्नो नाम के हो? प्राणनाथ। प्राणनाथ कुनै व्यक्तिको नाम त होइन, ऊ निज मूलपति हो, हामीहरूको आत्माको आधार हो, प्राणेश्वर हो, प्राण बल्लभ हो। तुम हो एक अगोचर सबके प्राणपति भनेर गाएको सुनिन्छ। अनि त्यो प्राणपति चाहिँ कोही कसैको नाम हो रहेछ त? कसको नाम हो? आत्माको प्रियतमलाई प्राणपति भनिन्छ, आत्माको प्राणेश्वरलाई प्राणनाथ भनिन्छ। सुन्दर साथी, उसले लीला गर्दैछ यो जागरणीको लीलामा, जहाँ अहिले हामीहरू दिल्लीमा छौँ उसँग। अब हरिद्वार पुग्न आँट्दैछौँ, शाहजहानपुर बुढियामा छौँ। नागजीलाई परमधाम देखाउँदैछन् उसले, नागजीलाई जोस दिनु हुँदैछ आफ्नो, नागजीलाई मौतबाट बाहिर निकाल्नु हुँदैछ। हामीहरूलाई पनि निकाल्नुहुन्छ हरेक एक मौतबाट बाहिर, तर उसको माथि पहिला इमान पक्काउनु पर्यो, उसको स्वरूपको पहिचान हुनु पर्यो। र यसरी सुन्दर साथी अब के गर्नु हुँदछ भन्दाखेरि, सिरदार इत सिरदार छत्री रहे, 3 करी ऊपर की पहचान, सेवा करी 3 माफक कछु न आया हिस्से का कान। अनि त्यहाँ सिरदारहरू छत्रीहरू थिए, तर कसैले कान दिएनन्। श्रीजीले सबलाई ललकार्नु हुँदैछ, सबलाई जागृत गराउनु हुँदैछ कि जाग जाग, अब हिन्दूको धर्म खतरामा छ। औरङ्गजेब बादशाहले 1 से 1 हिन्दूलाई मारिरहेको छ। तिमीहरू कमर कसेनौ भने कसरी हुन्छ? जागृतको ज्ञान ल्याऊ, स्वप्नको बुद्धिलाई हटा, जागृत बुद्धि लिएर आएको छु। तिमीहरूलाई जागृत बुद्धिको द्वारा तिमीहरूको भित्रको जीवको जागृति गराउँछु। तिमीहरूले आफ्नो जीवलाई कल्याण गर्न सक्दछौ। उठ, मेरो साथ द्याऊ, औरङ्गजेब बादशाहको सल्तनतको खिलाफ आवाज उठाउनको लागि म तयार छु, म बात गर्छु, तिमीहरूले बस कमर कस भनेर भन्नुहुँदछ। अनि इन भात शब्द फेर के किए जब तयार। अब के गर्नु हुँदछ? त्यो 22वटा प्रश्न जुन छ नि हिन्दीमा लेखेको छ, यसलाई के गर्नु हुँदछ भन्दाखेरि, तब विचार करके जो सिर थे सुकन, जुन जिम्मेवारी थियो सो शोभा दई मोहम्मद को पहिचान करे मोमिन। अब कसलाई शोभा दिनुभयो अक्षरातीतले? 9वीं सदीमा जुन कुरान उतार्ने शोभा मोहम्मदलाई दिनुभएको थियो, आज 5वें दिनको लीलामा पनि शोभा दई मोहम्मदको। अब यो अगाडिको औरङ्गजेब बादशाहको तरफ कति ग्रन्थको सारा एक एक भेद उजागर गर्नको लागि अब कसलाई शोभा दिनुहुन्छ? अक्षरको आत्मलाई शोभा दिनुहुन्छ, यानी मोहम्मदलाई शोभा दिनुहुन्छ। पहिचान, ताकि मोमिनले पहिचान गरून्। अहिलेसम्म के थियो? अक्षरको आत्मलाई शोभा दिएको थिएन, अब अक्षरको आत्मलाई पूर्ण रूपले शोभा दिनुभयो। लु अब तेरो लीला सुरु भयो। 9वीं सदीमा तल मैले त्यसै कुरानको ज्ञान दिएको थिइनँ, अब आज त्यो कुरानको ज्ञान यहाँ काम लाग्छ। अब यहाँ काम लगाउनु पर्छ, ताकि मेरो ब्रह्म आत्माहरू पनि मुसलमानको कुनै पनि तनमा बसेको छन्, उनीहरूलाई निकाल्नु छ, त्यो शरीयतबाट बाहिर निकाल्नु छ भनेर राजीलाई शोभा दिनुहुन्छ। इन भात शब्द फेर के किए सब जब तयार, तब भीम लालदासको कया देऊ पैगाम परवरदिगार। जब 22वटा प्रश्नलाई उर्दू भाषामा ट्रान्सलेट गरिन्छ, अनि त्यो प्रश्न लिएर अब लालदासजीलाई र गोवर्धन भाइलाई, भीम भाइलाई पठाउनु हुँदछ। कहाँ? दिल्ली पठाउनु हुँदछ। दोनों तयार हो के सिर चढाया हुकम, चले बुढिया शहर से आए पहुंचे दिल्ली हम। शाहजहानपुर बुढियाबाट निक्लेर दिल्ली हामीहरू आयौँ भनेर लालदासजीले भन्नुहुँदैछ। पछि त्यो जबराइले किया जब इलाम, एक पैगाम जो भेजिया पर होएगा नहीं काम। अब यता पछाडिबाट श्रीजीलाई जबराइलले के भन्दछ? त्यो धनी पठाउन त पठाउनु भने, तर कार्य जबराइल चाहिँ के गर्दैछ? निगेबानी गर्दैछ नि त। जबराइल अस्राफिल भेज दे दो अमर, निगेबानी कीजिए मेरे खासल खास बन्दो पर भनिएको छ। जबराइलको काम के हो? चारों तर्फबाट निगरानी गर्छ, कहाँ कुन चाहिँ काम हुनेवाला छ त्यो कामलाई उसले इलाम दिन्छ। यहाँ जाँदाखेरि मात्रै यो काम हुन्छ है, अहिले हामीहरूलाई यो काम बेला भएको छैन। अहिले भलै भीम भाइलाई र तपाईँले गोवर्धनलाई पठाउनु भयो, तर काम सफल हुँदैन।
बिल्कुलै हुँदैन काम सफल भनेर जब्राइलले तुरन्त सूचना दिँदछ र ए पैगाम जो भेजिया पर होएगा नहीं काम, पैगाम त पठाउनु भने तर काम हुँदैन, बोलाउनु वापस भनेर जब्राइल फरिस्ताले त्यहाँ के गर्दछ, इल्हाम दिँदछ। इल्हाम भनेको क्या सुन्दर साथी? सन्देश, भित्री सन्देश। भन्नुभयो नि आत्मामा जुन कुरा विचार उठ्दछ नि, आज मलाई राज्यले दिलमा यो कुरो उत्पन्न गराउनु भयो त भनेर बोलचालको भाषामा बोलिन्छ नि, त्यो हृदयमा आउनेवाला जुन सन्देशलाई इल्हाम भनेर भनिन्छ। पीछे से कांची भाई को श्री राजे भेजा जब, पेठे दिल्ली में बराबर हकीकत ल्याया तब। अनि राज्यले हतार हतार के गर्नुभयो, कान्छी भाइलाई तुरन्त दिल्ली पठाउनु छ, जाऊ 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 लालदासजीलाई र भीमभाइलाई वापस लिएर आऊ, अहिले कुनै पनि चिठी पाती दिने कार्य नगर्नु, राज्यको अहिले आदेश भएको छैन, वापस लिएर आऊ भनेर पठाउनु हुँदछ। र तुमको पैगाम देने का हुकम हुआ मनसुख, पैगाम दिने मनसुख रद्द हुँदछ। अब जुन आदेश थियो त्यो अब रद्द भयो, मनसुख भनेको रद्द हुनु। ए तुमको नमानेगा पढेगी इनसे चुक, केही न केही गल्ती हुन्छ, त्यही भएर चुक हुन सक्छ, गल्ती हुन सक्छ, भीम भाइलाई र गोवर्धन भाइलाई मुसिबत पर्न सक्दछ, त्यही भएर सोचेर सम्झेर चाहिँ यो चाल चल्नु पर्दछ भनेर अब जाऊ वापस गएर बुलाएर लिएर आऊ भनेर कान्छी भाइलाई पठाउनु हुँदछ र कान्छी भाइले वापस बोलाउनु हुन्छ। हमको उताव ने देऊ, आए के करे विचार, कि लेख्नुभयो चिठीमा के लेखिदिनु भयो, म आउँछु, कान्छी भाइले यो सन्देश पठाउनु भयो, म आउँछु, आएर विचार गरौँला, विमर्श गरौँला, बहुत मसलत गरेर परियान गरेर अनि मात्रै हामीले अगाडिको कदम उठाउनु पर्छ। अहिले फिलहाल के को समय हो, उता विक्रम सम्वत 1735 आएको छ, हरिद्वारमा 12 वर्ष पछाडि कुम्भ मेला लाग्दैछ। अब त्यहाँ गएर चाहिँ बहुत ठुलो त्यो दिलमा लिएको लीलाहरूलाई पुरा गर्नु छ। सारा संसारमा हुकुमे वेद कतेको में लाखौं लेखे निशान का ती निशानहरूलाई सामने यहाँ भेरिफाई गराउनु छ सबको नजरमा, सबै धर्म ग्रन्थहरूलाई सामने एकजुट पार्नु छ, सबै धर्म सम्प्रदायका मान्छेहरूलाई एकजुट पार्नु छ, सारा संसारलाई देखाउनु छ कि विजयाभिनन्द बुद्ध निष्कलङ्क स्वरूप जाहेर हुनेवाला हुनुहुन्छ भनेर, भइसक्नु भयो भनेर पहिचान दिलाउनु छ। अनि त्यही भएर अहिले यो औरङ्गजेब बादशाहको तर्फको कुनै पनि कार्य हामीले नगरौँ, अहिले फिलहाल हामीहरूको अर्कै आदेश छ राज्यको भनेर बोलाउनु हुँदछ। यसरी अब सल्लाह, त्यही पनि सारा सल्लाहले काम हुँदछ। सुन्दर साथी, जागनी पनि किन बढ्दछ थाहा छ? आज हामीहरू सुन्दर साथीहरू सुन्दर साथमा किन परियान हुँदैन? परियान जति हुन्छ त्यति जागनीको कार्य बढ्दछ। परियानै हुँदैन आपसमा बसेर कि कुन तरिकाले जागनी गर्ने, कुन तरिकाले ब्रह्मज्ञानलाई फैलाउने, कुन तरिकाले हामीहरूले अक्षरातीतलाई जाहिर गर्ने, यो वाणीलाई फैलाउने कार्य कसरी गर्नु पर्दछ भन्ने हामीहरू कहिले सल्लाह गर्दैनौँ। हामीहरूको सल्लाह सिर्फ भौतिक व्यवहारको हुन्छ, कसरी कमाउने, कसरी पुँजीलाई अगाडि बढाउने, कसरी मैले आफ्नो ब्याङ्क ब्यालेन्सलाई बढाउनु पर्ने हो, मैले बिजनेसलाई कसरी बढाउनु पर्ने हो, मेरो कारोबारलाई कसरी बढाउनु पर्ने हो। हामीहरू संसारको लौकिक व्यवहारको कारोबारमा हामीहरू ज्यादा ध्यान दिन्छौँ, हो त्यो गर्नुपर्छ, त्यसको व्यवहारिक जीवनमा त्यो एउटा अलग छ दर्जा, त्यसको मना पनि गरेको छैन, किनकि त्यहीबाट हामीहरूले धन निकालेर आफ्नो राज्यको चरणमा सेवा गर्नु पर्दछ, त्यो पनि महत्त्वपूर्ण छ। धनको सेवा पनि बहुत अहम छ, तर वास्तविकमा जागनीको विचार पनि हामीहरूको हृदयमा आउनु पर्दछ। सुन्दर साथी, कि हामीले कसरी राज्यको सेवामा चाहिँ पुर्याउँ, तन मन धन कसरी हामीले सेवा गरौँ। मन दिनेले के गर्नु पर्यो, राज्यलाई आफ्नो हृदय दिनु पर्यो, तन दिनेले तनको सेवा गर्नु पर्यो, अनि त्यो तन र मन पनि दिन नसक्दाखेरि त कमसे कम धन दिने मन त हुनु पर्यो, धनबाट पनि राज्यको सेवा भइरहेको छ। चारैतर्फ हामीहरूले वाणी फैलाउनु पर्दछ, वाणी फैलाउनमा हामीहरूको धनको सदुपयोग भयो भने त्यो धन बढोत्तरीमा जान्छ। मैले हिजो प्रसङ्ग राम्ररी खुलासा गरिनँ सुन्दर साथी, तर अगाडि प्रसङ्गमा जब आउँछ राजाराम झाँझन राईको प्रसङ्ग, मेर्तेमा कसरी जागृत हुनु हुँदछ सुन्दर साथी। यहाँ प्रसङ्ग आइहाल्यो सेवाको भने सुन्दर साथी, तर राजाराम झाँझन भाइको उहाँ जागृत हुन्छन् सुन्दर साथी, बिल्कुल राज्यको चरणमा आएर उनीहरू जागृत हुँदछन् सुन्दर साथी। राजाराम झाँझन भाइ, उनको परिवार तीन भाइ छन्, तीन भाइकै सारा परिवार गोष्ठी आफ्ना सब 19-20 जना जति त्यहाँ हेर्नुहोस् त मेर्तामा आएर श्रीजीको चरणमा प्रणाम गर्दछन्, अनि सब कुछ सोपिदिन्छन्, आफ्नो कार व्यवहार सब कुछ सोप्नु हुँदछ, चाबी पनि सोप्नु हुँदछ। उनैकै परिवारमा को थियो, राजाराम झाँझन भाइ, मकरन्द भाइ, यिनीहरू 3 जना दाजुभाइ, सोच्नुहोस्। अनि यिनीहरूको परिवार पन्नाजीमा आज पनि त्यो 3 परिवारको सेवा लागिरहेको छ सुन्दर साथी। आज पनि राजाराम झाँझन भाइको परिवारबाट बस उनीहरूको पिँढी कतिमा पिँढी हो यो, त्यो पिँढीबाट उनीहरूको सेवा आइरहँदछ। त्यो राजाराम झाँझन भाइको वंशमा पनि एकजना को थिइन्, छोरी थिइन्, जसको नाम ललिता सखी हो सुन्दर साथी।
भले महामतीजीले यहाँ यो वितकमा पूर्ण रूपले नाम पनि काहीँ पनि उल्लेख गर्नुभएको छैन होइन, यो उमेरताको प्रसङ्गको उसमा अगाडि गएर जब वारी रे वारी भनेर वाणी किरन्तन अवतरित हुन्छ त्यतिखेर सारा भेद खोलिदिनु भएको छ सुन्दरसाजी। उनको शरीरको अङ्ग कुबडा टेढा मेढा अलिकति थियो, अलिकति रूप रङ राम्रो नहुँदा संसारले धुत्कारेको थियो, कसैले पनि उनलाई एक्सेप्ट गरेको थिएन। एक कुनामा बसेर चिन्तनमा डुबिरहनुहुन्थ्यो। परमधाम कि आत्मभित्र बसेको छ, परमधामको आत्मा अलग अलग जीवमा बसेको छ सुन्दरसाजी। अहिले यो घटनाक्रमले हामीले हेर्दै आएको छौँ, बुझ्दै आएको छौँ। आज हामी यहाँ बसेको सुन्दर साथीहरूको पनि रूप रङ अलग छ, कोही काला छौँ, कोही गोरा छौँ, कोही होचो छौँ, कोही लामो छौँ, कोही के छौँ, अलग अलग रूप रङ छ। के एक दुसरेको रूपलाई देखेर तिरस्कार गर्नुहुन्छ? हुँदैन नि त। हामीले रूपलाई हेर्ने होइन नि त, भित्रको स्वरूपलाई हेरेर स्वरूपसँग हामीले नाता जोड्नु पर्दछ। तर यो कुरो त्यहाँका अज्ञानता भरिय व्यक्तिले कसरी थाहा हुनु? तर जब श्रीजी मेर्तामा आफ्नो चरण कमल राख्नु हुँदछ त ललिताको भित्रको बसेको आत्मलाई आहट हुँदछ। जसरी नै मेर्तामा श्रीजीले आफ्नो चरण कमल राख्नुहुन्छ नि, बस त्यसको आहट कसले पाउँदछ? ब्रह्मात्माहरूले पाउँदछन्। अनि राजाराम झाँझन भाइले श्रीजीको चर्चा सुनेर जब जागृत हुनुहुन्छ छोरी घरमा चाहिँ उसलाई पनि लिएर आउँ भनेर श्रीजीको चरणमा लिएर आउनु हुँदछ सुन्दर साथी। अनि जसरी नै प्रणाम गरेर यो हाम्रो सुपुत्री हुन्, ललिता नाम हो भनेर पहिचान गराउँदाखेरि यसरी श्रीजीको एक नजर पर्ने बित्तिकै भित्र बसेको आत्मामा श्रीजीको नजर पुग्दछ। सिधै रूपलाई हेर्नु भएन, के हेर्नुभयो? त्यो रूपको भित्र परमधाम कि आत्मा बसेकी छ। आँखाभरि आँसु छ, आफ्नो प्रियतमलाई पाउने दर्द लिएर बसेकी छ। अनि जब शरीरलाई छुपाइरहेकी छिन् उनले, शरम अलिकति के गर्दैछन् भन्दाखेरि शर्माउँदैछन्, झिझक मान्दैछन् कि श्रीजीको अगाडि पूर्ण रूपले खुलेर आउँ भनेर। आफ्नो अनुहार पनि देखाउँदैनन्, आफ्नो अङ्गको पनि बिल्कुल एकदम कस्तो झिझक मान्दैछन्। श्रीजीले बुझिहाल्नु भएको कुरो। बस श्रीजीले अब अरू वितकमा वर्णन आउँदछ कि श्रीजीले बस हातमा जल लिएर जसरी नै यसरी छिड्किदिनु भएको थियो, आफ्नो पाँचौं उङ्गलीद्वारा जललाई यसो लिएर यसरी छिड्किने बित्तिकै त उनले के गर्दछन्? सुन्दर स्वरूप पाउँदछन्। त्यही भएर ललिता सखीको नाममा किरन्तन वाणी के अवतरित हुँदछ? वारी रे वारी मेरे प्यारे, मैं तुम पर वारी, इन्हें जेहर जिमी से कोही ननिकसी। ललिता सखी के भन्दछन्? ललिता सखीको माध्यमबाट चाहिँ राज्यले के बोलाउनु हुँदैछ? यो जेहर जिमीबाट आसम्म कोही पनि निक्लन सकेको छैन धनी। म पनि यहाँ यो जेहर जिमीमा बसिराखेको थिएँ, यो मेर्तामा यो ललिता सखीको जीवको दिलमा बसिराखेको थिएँ। यो जीव त्यसै पनि कुरूप छ, यसले धनीको पहिचान गर्न खोजेको थिएन। अनि यिनले जेहर जिमी से कोही ननिकस्या, अमल चढियो अति भारी। यहाँ नशा छ, यहाँ अमल चढिएको छ सबैको जीवको दिलमा, अज्ञानताको अमल छ। मुझ पर देख्थे सैयल मेरी, मलाई देख्ने बित्तिकै तपाईँले मलाई यस्तो मेहर गर्नुभयो, मलाई देख्ने बित्तिकै तपाईँले मलाई यस्तो खालको मेहर गरिदिनु भयो, आफ्नो कृपा दृष्टिबाट मलाई यति सुन्दर रूप दिनुभयो, मेरो जीवलाई पनि सुन्दर बनाइदिनु भयो, मेरो तनलाई पनि सुन्दर बनाइदिनु भयो, मेरो आत्मलाई पनि आफ्नो चरणमा लिनुभयो। कैयौं जित की बाजी हारी, यो संसारमा सबले जितको बाजी हारेका छन्, कसैले पनि सकेका छैनन् मायालाई जित्न। तर तपाईँले मलाई आफ्नो दृष्टि लगाउने बित्तिकै बस आफ्नो चरणमा लिनुभयो। तपाईँले मलाई माथि त बहुत ठुलो मेहर गर्नुभयो धनी, म तपाईँ की हुँ? अबदेखि म के हुँ? तपाईँ की हुँ? हे धनी मेरो प्राणेश्वर भनेर अब यसरी पहिचान गर्दछन् है, मेरो धनी मेरो प्राणेश्वर। अनि मलाई जागृत गराउनु भनेर तपाईँ यहाँ आउनुभएको। मेरो हृदयमा आहट त आइरहेको थियो, जसरी तपाईँ यहाँ आउनुभयो, आफ्नो चरण कमल लिएर आउनुहुँदछ। आत्मको दिलमा आहट आउँदछ सुन्दर साथी, भित्रबाट एहसास हुँदछ, कोट बेर ललिता कुर्बानी मेरे धनी कायम सुखकारी। यो ललिता सखी तपाईँको चरणमा करोडौं 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 बार बलिहारी जाँदछन्, किनकि तपाईँले के गर्नुभयो? मलाई सुख दिनुभयो, मेरो कायम सुखकारी, मेरो अखण्ड सुख दिनेवाला, मेरो सुखकै दातार हो तपाईँ। बस मलाई आफ्नो अङ्गनाको रूपमा अभिधार गर्नुहोस् भनेर अब ललिता सखीले बिन्ती गर्दछन्। अनि सुन्दर साथी, तर आज बातुनी रूपमा के घटाउने? आज हामीहरू पनि त भित्रबाट ललिता सखीको जसरी नै राज्यको आशमा छौँ, त हामीहरूको जीवमा के छ? कुरूपता छ। कस्तो खालको कुरूपता सुन्दर साथी? हामीहरूको जीवमा कस्तो खालको कुरूपता छ? अज्ञानता रूपी, अज्ञान रूपी अहङ्कारले भरिएको छ, विकारहरूले भरिएका छन्। त्यसले गर्दाखेरि यो जीव कुरूप भएर बसेको छ। यो जीव कुनै पनि काम नलाग्ने, जसरी अङ्ग टेढा मेढा हुँदाखेरि के काम आउँदैन नि, सोच्नुहोस् त के कति गाह्रो हुन्छ कुनै पनि काम गर्न। त्यस्तै गरी यो जीवले पनि कुनै कार्य गर्न पाएको छैन, सत्यको कुरा लीला पाएको छैन। अनि पाएको थिएन, आज सुन्दर सर कहाँबाट भयो?
राज्यले जल छिड्क्नु भयो त आज निजानन्द सम्प्रदायमा छौँ त, नभए हामीहरूको यो जीवले त के गरेको थियो, अज्ञानताको तर्फ हामीलाई असत जड दुःखको तर्फ लगिरहेको थियो। त राज्यले आएर ब्रह्म ज्ञान रूपी पानी जब छिडक्नु भयो नि, अनि हामीहरूको भित्रका जीवहरू निर्मल भए। आज हामीहरू निजानन्द सम्प्रदायमा छौँ। आज हामीले राज्यलाई पाएको छौँ। पाक न होइए इन पानीय चाहिए अर्श का जल, नहाइए हक जमाल में तब होइए निर्मल। राज्यको जमालमा नुहायौँ हामीले। राज्यले यो ब्रह्म ज्ञान रूपी पानी हामीहरूको माथि छिड्किनु भयो, जसरी ललिता माथि छिड्किने बित्तिकै विश्व सुन्दरी हुँदछन्, त्यसै गरी हामीहरूको भित्रको पनि सुन्दरतालाई राज्यले बढाउनु हुँदैछ। राज्यले हामीलाई दिनरात के गर्नु हुँदैछ, बस त्यही जल छिडक्नु हुँदैछ। जो श्रीजीको जलको तरल आयो बस ऊ निर्मल भयो, ऊ सुन्दरको रूप धारण गर्दछ। सुन्दर साथी यो लीला गर्नुभयो मेर्तामा। अनि राजाराम झाँझनबाईले आफ्नो चाबी, आफ्नो सब कुछ धन सम्पत्ति सौंपिदिएर लु धनी तपाईँको चरणमा हामीहरू वारी रे वारी, अब सब घर परिवार तपाईँसँग जान्छु भन्दा श्रीजीले आफ्नो चाबी, त्यो चाबी उठाइदिएर, चरणबाट चाबी उठाइदिएर राजाराम झाँझनबाईलाई लु यो राज्यले दिनुभएको चाबी हो, अब जति पनि तिमीहरूले कारोबार गर्दछौ त्यो कारोबारबाट आएको सेवा सबै सुन्दर साथीहरूको सेवाको लागि। यहाँबाट जुन सुन्दर साथीहरू लगभग 50 जी अगाडि यात्रा छ, अनि सुन्दर साथको सारा जिम्मेवारी तपाईँहरूको खाना पिना बस्ने व्यवस्था, ओढ्ने ओछ्याउने लगाउने वस्त्रदेखिबाट लिएर सबै सेवा तपाईँको भनेर सुम्पिदिनुहुन्छ तिनै भाइलाई। राजाराम झाँझनबाई साथमा मकरन भाइ पनि छन्, आफ्नो गोष्ठीलाई सब सुम्पिदिनुहुन्छ। आज पनि हेर्नुहोस् त मेर्ताबाट कति सुन्दर साथीहरूले लाखौं करोडौँको सेवा गरिरहेका हुन्छन् बन्नजीमा, आज पनि कायम छ। महाराज छत्रसालजीले पत्तो पाउनुहुन्न, लगभग 9-10 वर्षसम्म भन्ने प्रसङ्ग आएको छ। कसैले त 3 वर्ष भनेको छ, तर वास्तविक हेर्दाखेरि 9 वर्ष। विक्रमसम्म 1700 अहिले कतिमा हुनुहुन्छ, यहाँ लगभग 32 मा हुनुहुन्छ होला होइन अहिले मेर्तामा। अब सोच्नुहोस् 32 देखिबाट लिएर अब विक्रमसम्म 1740 मा त पन्नाजी पुग्नु भयो। त्यहाँबाट फेरि बङ्गलाजी दरबारमा आइसके पछाडि चोपडाजीको हवेलीबाट पनि यता बङ्गलाजी आइसके पछाडि महाराज छत्रसालजीले थाहा पाउनुहुन्छ। अनि लगभग 9-10 वर्षसम्म त कसले सेवा गर्यो, राजाराम झाँझनबाईले। अनि पछाडि जब थाहा पाउनुहुन्छ अरूले राजदरबारीहरूले कुरा गर्दाखेरि, अनि मोमिनले के मोमिनको बहुत आऊ त, अनि लेख्नुहुन्छ चिठी लेखेर दुखी हुनुहुँदछ, कति दुखी हुनुहुन्छ, भोजन गर्नुहुन्न, त्यो सबै प्रसङ्ग पछाडि गएर आउँछ। अनि राजाराम झाँझनबाईले चिठी लेखेर सेवा आफ्नो शिरमा लिनुहुँदछ। सुन्दर साथी हेर्नुहोस् त जस्ट, अनि कसैले पत्तो हुन दिएनन्, सेवा करे न जना वही अपने आतंक के कारण, कसैले पत्तो पनि पाएनन्। श्रीजीलाई राज्यलाई थाहा छ, राजाराम झाँझनबाईलाई थाहा छ, जसले सेवा गर्दैछ उसलाई थाहा छ, अनि जसको सेवा गर्दैछ उसलाई थाहा छ। यो हुनुपर्छ सेवाको भावना। हामीहरूले बिल्कुल कसैलाई पनि सेवा गरेको जनाउनु हुँदैन सुन्दर साथी। र यो सेवा यस्ता यस्ता लीलाहरू मेर्तामा हुँदै हुँदै अगाडि दिल्लीमा पुग्नुहुँदछ। दिल्लीबाट शाहजहानपुर बुढियामा पनि कसरी धामधनी अक्षरातीतले मौतलाई पनि परास्त गराएर सुन्दर साथलाई जागृत गराउनुहुन्छ। अनि यो पनि हामीहरू सुन्दर साथले सिकापन लिनु पर्दछ। हामीहरूलाई यो खेलमा बचाउनेवाला को हो, प्राणनाथ हो। उसको चरण हामीले पक्ड्यौँ भने बस हामीलाई कसैले के गर्न सक्दैन सुन्दर साथी। र अब शाहजहानपुर बुढियाबाट श्रीजी कहाँ जानु छ, मास इत एक रहे फिर चले हरिद्वार आए, हरिद्वार में ताको कहूँ विस्तार। अब हरिद्वारमा आउनु हुँदछ। हरिद्वारमा आएर अब हरिद्वारमा कुम्भको मेला विक्रमसम्म 1735 को बेला, अनि धर्मग्रन्थमा आफ्नो हुकुमद्वारा जति पनि निशान लेखेको ती सबै निशानहरू पनि यहाँ आएर पूर्ण हुनु, अक्षरातीत विजयवीरेन्द्र बुद्ध निष्कलङ्कको शाखा सुरुवात हुनु, यो सबै धर्मग्रन्थहरू किन आखिर हरिद्वारको कुम्भको मेला गर्ने आवश्यकता पर्यो, यो लीला राज्यले हामीलाई किन देखाउनु भयो, यो हामीले भोलि मजाले विस्तार पूर्वकले बुझ्नेछौँ सुन्दर साथी। भोलि पुरा हरिद्वारमा हामीहरू हुनेछौँ र पुरा राज्यमाले आफ्नो स्वरूपको पहिचान पनि गराउनेवाला हुनुहुन्छ, सारा धर्मको वास्तविकता पनि सामने ल्याउनुहुन्छ। अनि त्यस भोलिको दिन हामीहरूले आफूलाई धन्य धन्य मान्नुपर्छ, गर्व महसुस गर्नुपर्छ। धन्य धन्य राज्य प्राणनाथ, मेरो प्राणेश्वर प्राण वल्लभ, तपाईँले मलाई संसारको सबै चिजबाट हटाएर आफ्नो चरणमा लिनुभएछ भनेर हामीले भोलि राज्यलाई शुक्रिया अदा गर्ने दिन हो सुन्दर साथी। यो अवसर फेरि कहिले पनि न भूतो न भविष्यत हो, कहिले पनि आउनेवाला थियो। विक्रमसम्म 1735 को जुन बेला थियो, यसमा राज्यले हामीलाई पुरा बेसक पारिदिनुहुन्छ। कुनै शङ्का छैन। प्राणनाथजीको प्रति अलिकति केही शङ्काहरू पनि अगर कसैको मनमा छ भने त्यो सब खत्म हुँदछ सुन्दर साथी। अगर यसलाई चित्त दिएर सुन्यौँ भने, यसलाई सिकापनको रूपमा हेऱ्यौँ भने, ती 4 सम्प्रदायका सिर्फ तिनीहरूका तीर्थ इष्टहरूलाई मात्रै हेरिराख्यौँ भने केही बुझिँदैन। तर ती 4 सम्प्रदायबाट चाहिँ कसरी खिचडी बनिँदछ, कसरी सम्प्रदायको विस्तार हुँदछ, 4 सम्प्रदायबाट 1000 सम्प्रदाय कसरी सृष्टि भयो, अनि
ती सब कहाँको हुन्, यी सब कुराहरू जानेर श्रीजीले सब वास्तविकता असलियत देखाउनुहुन्छ र अनि आफ्नो जुन सुख प्रदान गर्नुहुन्छ त्यो सुखको पारावार हुँदैन सुन्दरजी। त्यही भएर भोलि समयमा सबैजना जोइन हुनु होला र हरिद्वारको प्रसङ्गमा हामीहरू भोलि त्यहाँ लीला बुझ्नेछौँ सुन्दरजी र प्रत्यक्ष लीलालाई पनि हामीहरूले हेर्ने प्रयास गर्दछौँ। यो वितकले हामीलाई देखाइरहेको छ र अहिले समय पुरा हुन्छ, चौपाइदिनुहोस्। बोलिए श्री प्राणनाथ प्यारे की जय, बोलिए श्री सद्गुरु महाराज की जय। मास एक इतर है फिर चले हरिद्वार, आए हरिद्वार में ताको कहूँ विस्तार, ताको कहूँ विस्तार। बोले श्री प्राणनाथ प्यारे की जय, बोले श्री सद्गुरु महाराज की जय, धाम के धनी की जय, सर्व सुंदर साथ की जय। प्रणाम। प्रणाम जी। धेरै धेरै धन्यवाद व्यक्त गर्दछु म आदरणीय सुन्दर साथी बालाजी सापकोटाजीप्रति। सुन्दर साथी, आजको प्रसङ्गमा पनि हामीले दिल्ली जब श्रीजी साहेबजी पुग्नु हुँदछ र दिल्लीका घटनाक्रमहरू सरल भाषामा र स्पष्टसँग श्रवण गर्यौँ सुन्दर साथी। अबको चर्चाहरू महत्त्वपूर्ण भएको रहेको छ र महत्त्वपूर्ण चर्चाहरू श्रवण गर्नको लागि श्री निजानन्द दर्शन युट्युब च्यानललाई मा गएर हजुरहरूले पुनः चर्चा श्रवण गर्न सक्नुहुनेछ भन्दै सम्पूर्ण सुन्दर साथीहरूलाई चरण कमलमा प्रेम प्रणाम जी अर्पण गर्दछु। बोलो श्री प्राणनाथ प्यारे की जय। प्रेम प्रणाम जी, प्रणाम प्रणाम जी, जय प्रणाम जी। प्रणाम जी। सुंदर साथ जी